जय मसी सबैलाई एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई स्वागत छ। यो नयाँ श्रृङ्खलामा हामीसँग यो पडकास्टमा कुराकानी गर्नको लागि एउटा विशेष व्यक्ति हुनुहुन्छ। उहाँको बारेमा हामी सबैले सुनेको, उहाँको गीतद्वारा हामी सबैजनाले आशिष पाएको। सो आज यो श्रृङ्खलामा हामी उहाँसँग कुराकानी गर्दैछौँ। हामी हाम्रो पास्टर एड्रियन देवानलाई हाम्रो यो नयाँ एपिसोडमा स्वागत गर्दैछौँ अनि तपाईँ सबैजनालाई पनि यो नयाँ एपिसोडमा स्वागत छ। प्रार्थना गरौँ। प्रभु, हामी तपाईलाई धन्यवाद दिन्छौँ। यो समय हाम्रो लागि बहुमूल्य छ, किनकि हामी तपाईको नाम र कामहरूको चर्चा, तपाईको विश्वासयोग्यताको भलाकुसारी कुराकानी गर्न गइराखेका छौँ। जसरी मलाकी 3 को 17 तपाईले भन्नुहुन्छ कि परमेश्वरको भय मान्नेहरू कुराकानी गर्दा परमेश्वरले सुन्नुभयो। र आजको यो वार्तालापले तपाईको महिमा भएको होस् र सुन्नेहरूको जीवनमा उनीहरूको विश्वास सशक्त भएको होस् र मण्डली सुन्दर भएको होस्। सहायता गर्नुहोस् हामी दुवैजनालाई तपाईको महिमा हुने किसिमको विषयहरू चर्चा गर्न, कुराकानी गर्नको निम्ति सुरु अन्त तपाईको हातमा राख्छु, येशू प्रभुको नाममा, आमेन। ओके, फर्स्ट अफ अल एड्रियन दाजुलाई थ्याङ्क यूबाट सुरु गर्नु पऱ्यो। तपाईँको टाइमको लागि एकदम थ्याङ्क यू दाजु। अनि यो पडकास्टमा तपाईँलाई यो टिम, यो फ्यामिली भनौँ न, यो फिल्मिङको स्टुडियो जो यहाँनिर तपाईँलाई स्वागत गर्न चाहन्छु। हुन्छ, थ्याङ्क यू भेरी मच प्रणय भाइलाई अनि साथै सम्पूर्ण फिल्मिङको टिमलाई धन्यवाद छ। ओके है, सो तपाईँको भर्खर एउटा सानो छोरा भएको छ, त्यसको लागि पनि तपाईँलाई बधाई छ। धन्यवाद। सो द्याट त्यो कुराबाट सुरु गरौँ न है। एउटा फ्यामिली हुनुको फाइदा होइन, विवाह गर्नुको फाइदाबाट। सो द्याट हामी यहाँ तपाईँ बाहेक यो कोठामा को पनि विवाहित छैन। सो त्यो एस्पेक्टबाट सुरु गरौँ न। कतिको फाइदा भन्दा पनि यसले कतिको असल हो एउटा मान्छेको लागि, त्यो एस्पेक्टबाट, या सुन्नेहरूको लागि, सबैभन्दा यो कोठामा भएकोहरूको लागि। फर्स्ट त्यहाँबाट सुरु गरौँ न। अब यहाँ म्यारेज काउन्सिलिङ सेसन सुरु गर्नु पर्ला जस्तो छ है। वेल, ठुलो खुसीको स्रोत हो फ्यामिली। परमेश्वरद्वारा जो परिवारहरू हामी पाउँछौँ, अफकोर्स मानिस एक्लो बस्न असल छैन, मान्छे चाहिँ कम्पेनियनसिपको लागि नै डिजाइन भएको छ। अनि त्यस कारणले गर्दाखेरि वचनले पनि भन्छ, जसले असल पत्नी पाउँछ उसले परमेश्वरबाट निगाह पाउँदछ है। सो मेरो पर्सनल जीवन चाहिँ फ्यामिली भएको कारणले मेरो आशिषहरू 2 गुणा बढेको छ। मेरो खुसी उपभोगहरू एकदम धनी भएको छ। सो बाबु हुनुको फिलिङ, बाबु हुनुको त्यो अनुभव अलिकति हामी सुनिदिउँ न तपाईँको। ओके, मेरो जीवनमा जब निकोलस आयो, फर्स्ट सन है, जब मैले त्यत्रो वर्ष परमेश्वरको प्रेमको बारेमा लेखेको, गाएको, तर जब आफै बुवा भयो त्यो भोगाई अर्कै छ है। त्यसले एउटा सिफ्टै ल्यायो मेरो जीवनमा, मेरो पर्सनल लाइफमा, अनुभवमा, विशेष त मेरो थियोलोजिकल अन्डरस्ट्यान्डिङमा पनि ठुलो सिफ्ट ल्यायो क्या। जब म बुवा भएँ, हिजोसम्म मैले दिमागले जानेको कुराले चर्चा गर्थेँ, विश्वास गर्थेँ, तर जब त्यो प्रेम आफ्नो छातीमा भोगियो अनि छोरालाई जब मैले हातमा यसो समातेँ अनि मेरो त है घोडाको जोइन्टहरू खुस्केला जस्तै त्यो शरीरले लथराक लुथरुक पार्ने खालके माया जब छातीमा गरुम भएर आयो, त्यसले चाहिँ मलाई भित्रबाटै हल्लायो मेरो जीवनलाई। र मैले चाहिँ मेरो जीवनमा परमेश्वर चाहिँ प्रेम हुनुहुन्छ र परमेश्वरले चाहिँ हामीलाई प्रेम गर्नुभएको छ र परमेश्वरले चाहिँ हामीलाई प्रेमद्वारा परिवर्तन गर्न चाहनुहुन्छ र परमेश्वरले चाहिँ हामीले उहाँलाई प्रेम गरेको र उहाँले हामीलाई कति प्रेम गर्नुभएको छ भन्ने कुरा बुझेर उहाँलाई आराधना गरेको, आज्ञा पालन गरेको चाहनुहुन्छ र प्रेम नै सबै कुराको केन्द्र हो भन्ने कुरा चाहिँ मैले बुझ्न सकेँ। यो फ्यामिली, यो विवाहको कुराले तपाईँलाई मिनिस्ट्रीमा कति, तपाईँको व्यक्तिगत मिनिस्ट्री पनि छ नि त, त्यसमा कतिको हेल्प गरेको छ दाजु? विवाहको रोल के छ मिनिस्ट्रीमा? विशेष त अब मेरो लागि सधैँ साथमा भइदिने है मेरो वाइफ सोफिया। मैले एउटा गीत पनि लेखेको छु, आँट आउँछ तिमी मेरो साथमा छौ भन्ने, जब कोभिडमा म पीडित भएको थिएँ है। अनि त्यो कम्पेनियनसिप मेरो श्रीमती मसँग छ
र मेरो लागि प्रार्थना गरिदिन्छ र मलाई हर तरहको सपोर्ट इमोसनल फिजिकल है विजडम दिएर सहायता गरेर जे भए पनि मलाई जे भए पनि मेरो जीवनमा समबडी इज देयर भन्ने कन्फिडेन्सले चाहिँ मान्छेलाई धेरै मनोबल दिँदो रहेछ अनि प्लस मायाको प्रशस्तै उपभोगले मान्छेलाई धेरै खुसी बनाउँछ है छोराछोरी श्रीमती अनि त्यो चाहिँ मैले ठुलो स्ट्रेन्थ पाएँ मेरो मिनिस्ट्रीको जीवनमा यो आर्ट भन्ने गीतको कुरा निस्के यो हेर्दै गर्दाखेरि लभ सङ छ नि त मोर देन किनभने मोर अफ लभ सङ है एउटा पास्टर एउटा सङ राइटर वर्सिप लिडरबाट थुप्रै गीत छ नि त्यस्तो यो एस्पेक्टमा कुरा आइहाल्यो सो यसलाई यति बेलै छोइहालौँ है यो कुराहरू हाउ डु यु डिफेन्ड दिस क्या किनभने एउटा सर्टन ब्लेम जस्तै भनौँ न दोष नै भनौँ अब यसलाई सजिलो बुझ्नु भाषामा है कि छ कि पास्टर बाउ भएर है वर्सिप सङ राइटर वर्सिप लिडर भएर उसले हार्ट ब्रेकको गीतहरू लेखिरहेछ उसले मायाको गीतहरू प्रेमको गीतहरू लेखिरहेको छ अब यो कुरालाई कसरी लिनुहुन्छ हामीले बाइबलमा उपदेशकको किताब पढ्यो भने Ecclesiastes is filled with practical human life experiences क्या अल्छे भयो भने के हुन्छ होइन अब होइन मेहनत गऱ्यो भने के हुन्छ माया पाउँदा के हुन्छ होइन मायामा विश्वास भङ्ग गर्दा के हुन्छ अनि छिमेकीलाई प्रेम गर्दा के हुन्छ है बुक अफ एक्लिसियास्टिस उपदेशकको पुस्तक चाहिँ जीवन मान्छेको त्यो यसो पढ्दाखेरि धर्मको किताब जस्तो देख्दैन त्यो सट्टै तपाईँले पढ्नु भयो भनेदेखिलाई यसो पढ्यो भने मोटिभेसनल किताब हो कि जस्तो लाग्छ क्या बिकज गड इज इन्ट्रेस्टेड इन आवर ह्युमन एक्सपिरियन्सेस परमेश्वरले हामीलाई डिजाइन गर्नुभयो परमेश्वर तपाईँ जिउँदो हुनुहुन्छ भन्दा मात्रै होइन तर परमेश्वरले मलाई मेरो श्रीमतीलाई माया गर्ने क्यापेसिटी जुन मेरो छाती मुटुमा दिनुभएको छ त्यो मैले फुल्ली एक्सर्साइज गर्दा पनि परमेश्वरको महिमा हुन्छ है किनभने जुन कुराको लागि म डिजाइन भएको छु त्यो मैले गर्दाखेरि डिजाइनरले जुन कुराको डिजाइन गरेको छ त्यो हुँदाखेरि मेरो जीवनमा परमेश्वरको महिमा हुन्छ है अनि अब आर्ट भन्ने गीत यसो सरले सुन्दाखेरि त्यहाँनिर हालेलुया भन्ने शब्द छैन त्यहाँनिर चर्चको क्लिसेहरू छैन क्या त्यो हुन्छ नि चर्चभित्र आत्मिक रिलिजियस एउटा धार्मिक हाम्रो वाक्यहरू कतिवटा चलाउने चर्चभित्र स्ट्रिक्टली त्यो शब्दहरू छैन त्यहाँनिर होइन तर मेरो दुःखको घडीमा मेरो श्रीमती मेरो छेउमा छ भनेर आँट आउने भोगाई त परमेश्वरले नै मलाई दिनुभएको क्षमता हो जसलाई सेलिब्रेट गरेको छु क्या मैले त्यो गीतमा विदाउट मेकिङ इट रिलिजियस त्यसरी प्रेजेन्ट गर्न चाहेको छु अनि अल्सो यो गीतहरू चाहिँ बाहिर ख्रिस्टलाई नचिन्ने समाजको लागि एउटा ब्रिज हुनसक्छ एउटा पुल हुनसक्छ सो यो मान्छेमा हामीले भएको जस्तो भोगेछ है सो ओके है समथिङ इज सिमिलर भन्ने एउटा पुल हुनसक्छ भनेर चाहिँ मैले त्यो गीतहरू लेखेको छु अर्को गीत पनि छ नि त जानेहरू भने द्याट्स कम्प्लिटली हार्ट ब्रेक होइन त्यो त हृदय तोडिएको गीत छ अब त्यसमा त बिब्लिकल टर्म चर्चको क्लिसहरू कुनै पनि छैन नि त सो फेरि पनि सेम थिङ क्या अब एउटा पास्टर एउटा वर्सिप लिडरले हाउ क्यान हि राइट भन्ने खाले नि यो खाले ओके भेरी गुड क्वेसन है मेरो क्षमतामा जति छ म विथ अल ह्युमिलिटी म बुझाउने प्रयास गर्छु है अघिको कुरा पनि एड भइहाल्छ यसमा अब जानेहरू चाहिँ कस्तो गीत हो भनेदेखिलाई आफ्नो प्रिय नजिकको मान्छेलाई गुमाएको पीडा हो त्यो शून्यता त्यो खालीपन त्यो मुटु टुक्रिएको अवस्था भोगाइ हो जो चाहिँ आई थिङ्क इट्स कमन टु अल पिपल नट जस्ट क्रिस्चियन्स नट जस्ट नन क्रिस्चियन्स इट्स कमन टु अल पिपल है अनि जानेहरूमा चाहिँ मैले त्यो ग्रिफ मान्छेको ग्रिफलाई चाहिँ म किन दुखी छु भनेर त्यो दुःखलाई मजाले छाम्नु नडराउनु अभोइड नगर्नु मलाई केही भएको छैन होइन तर त्यो दुःखलाई भोग एक्सेप्ट गर होइन रियालिटी पेनफुल छ पृथ्वी छोडेर गएपछि ऊ अब आउँदैन होइन सो त्यो दुःखलाई एक्सेप्ट गर्यो भने चाहिँ उसलाई भोलि मुभ अन हुनु सजिलो पर्छ क्या तर कहीँ कतै उसको मनले चाहिँ होइन उसलाई मैले गुमाएको छु न ऊ भोलि कोठामा तुप्लुकै आइपुग्न सक्छ त्यो प्रकारको पक्डी बसेर चाहिँ मान्छे कस्तो हुन्छ चोटै बढ्दै जान्छ क्या कति मान्छे किन डिप्रेसनमा जान्छ होइन आफ्नो प्रिय व्यक्ति जीवनको नजिकको मान्छे गुमाएपछि किन डिप्रेसनमा जान्छ किनकि ऊ मुभ अन हुनै सक्दैन क्या उसले सोच्छ यो त रियालिटी होइन
रियालिटी त त्यो मान्छेसँगको जीवन मात्रै हो यो 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 अहिलेको रियालिटी होइन सो उसले जुन दिन रियालिटी एक्सेप्ट गर्छ ऊ चाहिँ फर्केर आउँदैन एन्ड देन ग्रिफ पनि उसले पुरै खायो तर त्यसले चाहिँ हिलिङ पनि ल्याउँछ क्या अनि त्यो कारणले चाहिँ त्यो जानेहरू ल्याएको त अब अर्को एस्पेक्टमा जानेहरू पनि काइन्ड अफ ब्रिज बिल्डिङ हो है मान्छेलाई एउटा मेरो इच्छा चाहिँ मान्छेले जानेहरू युट्युबमा सुन्यो भने यसो हेर्दाखेरि यो च्यानलमा अरू गीत पनि रहेछ भन्दा येशूको छाती पनि भेट्छ कि होइन अब त्यहाँनिर उनीहरूले ख्रिस्टको फेरि त्यहाँ चाहिँ ख्रिस्टको खाँटी अब सुसमाचार उनीहरूले भेटाउँछ होइन अर्को कुरो चाहिँ अब यसको आन्सर अलिकति लामो हुन्छ ल अर्को गीत पनि लिस्ट आउट गर्नुभएको थियो नि तपाईँले थाहा छैन त्यो एउटा टुहुरोको भोगाइ हो होइन जानेहरू एउटा पीडित आफ्नो प्रेमी माया गरेको मान्छे गुमाएको भोगाइ मैले त्यसमा यो गरेको छु अनि यसको लागि म स्क्रिप्चरल सपोर्ट चाहिँ के ल्याउन चाहन्छु भने बाइबलमा बिलाप भन्ने एउटा किताबै छ है यर्मिया भन्ने मान्छे जो चाहिँ परमेश्वरको नजिकमा बस्ने मान्छे परमेश्वरले सानैमा चुनेको मान्छे तर उसले यस्तो किताब लेख्यो भजन किताब जुन किताबमा यसो पढ्दाखेरि यो त डिप्रेसनमा गएको मान्छेले लेखेको है सडकमा हाम्रो यस्तो छ हाम्रो सबै मर्दै जाँदैछ गीत छैन केही छैन सबै उजाड भएको छ त्यो किताब पढ्यो भनेदेखिलाई कहीँ कतै पनि मान्छेलाई लेट्स डु समथिङ भन्ने चाहिँ हुँदैन है अब तर उसले त्यो बिलाप गर्दै गर्दाखेरि उसले पुरै आशा गुमाएको अवस्था त होइन नि त उसले त्यो बिलाप गर्दैछ तर कसको अगाडि गर्दैछ परमेश्वरको अगाडि अयुबले सबै गुमायो आफ्नो जीवनमा उसले यहाँसम्म पनि भन्यो म जन्मेको दिन धिक्कार यो घरमा छोरो जन्मेको छ भनेको दिन त त्यो दिनै नआएको भए हुन्थ्यो म त गर्वमै तुइएको भए हुन्थ्यो हेर्नुहोस् है कस्तो स्ट्रङ ल्याङ्ग्वेज छ क्या अयुबको म त आमाको गर्वमै मरिगएको भए अब म त मिसक्यारेज भएको भए पनि हुन्थ्यो कस्तो क्रुअल तर परमेश्वरले सुन्नु भयो नि किन उसले त्यो बिलाप गर्यो तर उसले कसको अगाडि गर्यो परमेश्वरको अगाडि गर्यो नि जब कष्ट आइपर्यो ऊ चाहिँ परमेश्वर छैन रहेछ भनेर अविश्वास गरेर परमेश्वरदेखि टाढो भागेन तर परमेश्वरले चाहिँ बुझ्नुहुन्छ मेरो पीडा भनेर परमेश्वरको नजिक गयो क्या एन्ड द्याट्स वाइ परमेश्वरले उसको बिलापलाई सुन्नुभयो बाइबलले भन्छ रिजोइस अलवेज तर त्यसको अर्थ यो होइन कि पुरा दुखिरहेको बेलामा ब्रो म ठिकै छु भन्ने खालके एक्टिङ रिजोइस चाहिँ होइन जो चाहिँ चर्चमा अलिकति व्यापक हुन्छ नि क्रिस्चियनहरू भएपछि हामी रुनै हुँदैन हामी क्रिस्चियनहरू कहाँ हो आशा पाएको मान्छे दुखी हुनै हुँदैन भनेर चाहिँ यसरी डाइसेक्ट गरिदिएको छ क्या त्यसलाई त्यसले चाहिँ क्रिस्चियनहरू कस्तो हुन्छ भनेदेखिलाई मलाई एक्टिङ गर्नुपर्ने रहेछ होइन तर परमेश्वरले चाहिँ हाम्रो सबै दुःख भोगाइहरू परमेश्वरले सुन्नुहुन्छ अब तपाईँलाई म एउटा पढेर सुनाइदिन्छु है यहाँबाट साम्स 88 हेर्नुहोस् ल आई विल सक यु गाइज यसबाट यहाँ अरू पनि हुनुहुन्छ है भिडियोमा पनि मैले जानकारी दिएको साम्स 88 मा जानुहोस् है र यहाँनिर तल हेर्नुहोस् त लास्ट 18 पदमा के भनेको छ भजनकारले पढिदिन्छु है त भजन सङ्ग्रह 88 88 को 18 लास्ट पदै भजनको लास्ट वर्स तपाईँले मेरा साथीहरू र मेरा प्रेमीहरूलाई मबाट लैजानु भयो अन्धकार मेरो घनिष्ठ मित्र भएको छ वाट अ डिप्रेसिङ वे टु एन्ड अ सङ क्या के यो क्रिस्चियनले लेखेको भजन हो है उसले के भन्दैछ भने लास्टमा गएर परमेश्वर तपाईँले मेरो नजिकको मान्छेहरू लानुभयो नाउ के भनेको छ उसले डार्कनेस इज माई इन्टिमेट फ्रेन्ड भन्छ अङ्ग्रेजीमा कस्तो स्ट्रङ ल्याङ्ग्वेज क्या डार्कनेस इज माई इन्टिमेट उसलाई त्यो महसुस भयो नि त अनि उसले आफ्नो अनेस्टली परमेश्वरको अगाडि पोखायो तर परमेश्वरले ग्रहण गर्नुभयो द्याट्स इट्स बिकम अ स्क्रिप्चर फर अस त परमेश्वरले हाम्रो रियल भोगाइहरू त परमेश्वरले ग्रहण गर्नुहुन्छ क्या हाम्रो त्यो भोगाइहरूलाई तर उसले यति लेखेर उसले परमेश्वर अविश्वासै गरेर लेखेको त होइन नि त तर उसले अरिजिनली प्रभु मलाई दुख्यो ल भनेर दुख्यो प्रभु भनेको हो नि त प्रभु दुख्दैन मलाई भनेको होइन नि त त्यो एक्टिङ गरेको होइन क्या म यसरी यो 8 भन्ने गीत लेख्दाखेरि पनि एकजनाले भन्नुभयो क्या तर यो गीत त आशै नभएको गीत त होइन नि है भने अन्त मैले भने यो गीत चाहिँ अब यसमा आशालाई स्ट्रङली यो एउटा गीतमा मैले हालेको छुइनँ तर दुखेको चाहिँ रियल हो भनेर देखाउनु खोजेको भनेको दुखेको चाहिँ रियल हो है अनि भजन सङ्ग्रहमा 65 वटा चाहिँ बिलाप गरेको छ बिलापको साम्सहरू छ
त्यो चाहिँ कस्तो भने परमेश्वर मलाई म सन्चो छुइनँ म एक्लै छु मलाई तपाईँले पनि त्याग्नु भएको जस्तो लागेको छ तपाईँले अनुहार लुकाएको जस्तो लागेको छ म एक्लै छु कहिलेसम्म होइन भजन सङ्ग्रह 13-14 भजन सङ्ग्रह 42 अध्याय मेरो शत्रुहरू मलाई हेरेर खिसी गरिरहेको छ है कति वर्षदेखि हेला गरिरहेको छ मलाई त्यो उसले पोखाएको छ तर त्यो त कम्प्लेन होइन अगेन यहाँनिर भेरी थिन लाइन बिट्विन कम्प्लेनिङ एन्ड ल्यामेन्टिङ अब यसको पनि डिफ्रेन्स छुटाउनु पर्ने इजरायलीहरूले चाहिँ मरुभूमिबाट मिश्रबाट निस्केर आउँदाखेरि मरुभूमिमा इजरायलीहरूले के गरे कम्प्लेन गरे उनीहरूले चाहिँ कम्प्लेन गर्नु भनेको चाहिँ परमेश्वरको चरित्रमा लान्छना लाउनु हो त हामी मिश्रमा ठिकै थियौँ तपाईँले हामीलाई यस्तो ठाउँमा ल्याउनु भयो हामीलाई मार्नु ल्याउनु भएको है हामी मिश्रमै मर्थ्यौँ बरु हामीलाई मार्नु ल्याउनु भएको भनेर चाहिँ परमेश्वरलाई चाहिँ कस्तो बनायो उनीहरूले काइन्ड अफ एउटा हत्यारा जस्तो क्या त द्याट्स वाइ परमेश्वर इजरायलीहरूसँग धेरै रिसाउनु भएको छ त्यहाँनिर उनीहरू कोही पनि प्रतिज्ञाको भूमिमा पुगेन तर यो भजनकारहरूको बिलाप अयुबको बिलाप चाहिँ त्यस्तो होइन अयुबको बिलाप चाहिँ के भने एउटा छोराछोरीले आमा बाउको अगाडि गएर पोखाएको बिलाउन क्या त्यो जस्तै तपाईँको जीवनमा डरलाग्दो चोट लाग्यो तपाईँलाई कुनै दिन है तपाईँको फाउन्डेसन जीवनको धरहराहरू सेक भयो भने तपाईँ फर्स्ट कसकोमा जानुहुन्छ तपाईँलाई सबैभन्दा माया गर्ने मान्छेकोमा जानुहुन्छ एक्ज्याक्टली त्यही हो है हाम्रो अब यो है आई कुड बी रङ तर क्रिस्चियनिटीभित्र हामीले बिलाप गर्नु सिकेको छैनौँ हाम्रोमा भजन किताब छ ख्रिस्टीय भजन 800वटा करिब भजन छ एउटा पनि बिलापको छैन है हामीले के गर्नु सिकेको छौँ भनेदेखिलाई जहिले पनि आनन्द जहिले पनि रमाऊ रुनु चाहिँ स्ट्रेन्ज हो क्रिस्चियनहरू शोकित हुनु चाहिँ नसुहाउने कुरा हो क्रिस्चियनहरू एङ्सियस हुनु हुँदैन डिप्रेसनमा जानु हुँदैन है डिप्रेस हुनु हुँदैन त्यो होइन परमेश्वरको अगाडि हाम्रो भोगाइहरू जे छ हामीले त्यो ल्याउँदाखेरि परमेश्वरले ग्रहण गर्नुहुन्छ कि सो ल्यामेन्टै नगर्दाखेरि चाहिँ सम्बन्ध रियल हो कि होइन परमेश्वरसँग भनेर अब प्रश्न हुन्छ है किनभने जो तपाईँदेखि टाढो छ त्यसको अगाडि त तपाईँ कहिले पनि रुँदैन त्यो चाहिँ यो गीतहरूले चाहिँ खास ब्रिज बिल्डिङको काम गरेको अनि परमेश्वरले हाम्रो ह्युमन भोगाइहरू परमेश्वरले ग्रहण गर्नुहुन्छ भन्ने कुरा यो ब्रिज बिल्डिङको कुराहरूमा यो रियल कुराहरूलाई एक्सप्रेस गर्दै गर्दा एउटा परमेश्वरको पवित्रता पनि छ त्यो पवित्रतालाई टेम्पर गरेको जस्तो देखिँदैन कस्तो भनेदेखिलाई यो कुराहरूले अलरेडी देयर इज एउटा के भन्नु युथहरूको बिचमा एउटा क्वेसन छ नि त कि मैले सेक्युलर गीत सुन्नुहुन्छ भन्ने देयर इज अ क्वेसन होइन त्यहाँनिर प्रश्न छ सो यो कुराहरूले ब्रिज बिल्डिङ गर्दै गर्दाखेरि यो आफ्नो पेन जो रियल छ त्यसलाई एक्सप्रेस गर्दै गर्दाखेरि परमेश्वरको पवित्रतालाई टेम्पर त हुँदैन दाजु तपाईँले के त्यो पर्सपेक्टिभमा त्यो पर्सपेक्टिभमा मात्रै हेर्नु सकिन्छ किनभने परमेश्वरले आफ्नो पवित्रतासँग त खेलाइची त गर्नुहुन्न किनभने उहाँ त पवित्र हुनुहुन्छ पवित्रतासँग त उहाँले कहिले पनि कम्प्रोमाइज गर्नु भएन नि त सो त्यो एस्पेक्ट त्यो पर्सपेक्टिभबाट चाहिँ हाउ डु यु डिफेन्ड मैले अघि एउटा कुरा एड गर्नु बिर्सेँ यो कतिजनालाई यो त ओल्ड टेस्टामेन्टको कुरा जस्तो लाग्छ होला तर न्यू टेस्टामेन्टमा पनि तपाईँहरूले न्यू टेस्टामेन्टमा पढ्नु भयो भनेदेखिलाई 2 कोरिन्थी 1:8 मत्ती 26:38 2 कोरिन्थी 1:8 पावलले के भन्छ जीवनदेखि हामीले हरेस खाइसकेका थियौँ हामी यति साह्रो पेलियौँ कि पावलले जो चाहिँ पवित्र आत्माले भरिएको मान्छेले भन्दैछ जीवनदेखि हामीले हरेस खाइसकेका थियौँ सो सफरिङ इज नट स्ट्रेन्ज है एकजना विलियम आई हेभ टु कोट हिम विलियम गोल्डम्यान भन्ने मान्छेले भनेको छ जीवन चाहिँ कष्ट हो यदि कसैले तपाईँलाई अर्कै केही भन्दैछ भने उसले केही बेच्नु खोज्दैछ अरे क्या सो पापले पतित भएको संसारमा चाहिँ कष्ट चाहिँ रियालिटी हो सफरिङ कसैले पनि यो एस्केप गर्न सक्दैन भाग्नु सक्दैन अनि प्रभु येशू ख्रीष्टले पनि मत्ती 26:38 के भन्नुभयो मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ है आई एम अलमोस्ट डेड आई एम सो विक प्रभु येशूले भन्नुभएको छ सो हामी क्रिस्चियन भयो सत्य परमेश्वरलाई जान्यो भन्दैमा हामीले स्ट्रङ भएको एक्टिङ गर्नु पर्दैन खुसी भएको लेट्स बी ओरिजिनल इन द रिलेसनसिप विथ द लर्ड क्या त्यो भन्नु खोजेको यो गीतहरूले खासमा सो अनि अर्को कुरा तपाईँले भन्नुभएको कुरामा चाहिँ आई थिङ्क तपाईँले भन्न चाहनुभएको कुरा चाहिँ यो गीतहरू सुनेपछि त अब मान्छेहरूलाई सेक्युलर गीत पनि सुन्नु रहेछ भन्ने विचार आउन सक्छ भन्ने कुरा है अब देयर इज अ भेरी थिन लाइन आई थिङ्क हामीले यसमा जेनरलाइज गरेर
एउटै बक्सामा गुडाङगुडुम हालेर यो चाहिँ शैतानको यो चाहिँ परमेश्वरको भन्नु अलिकति गाह्रो छ क्या ह्युमन रिलेसनसिप भेरी कम्प्लिकेटेड छ क्या त बुझ्नु हुँदैछ नि यो बक्सा शैतानको यो बक्सा परमेश्वरको भनेर समाजमा हामीले ब्ल्याक एन्ड व्हाइट गर्नु अलिकति गाह्रो छ क्या कुराहरू अनि आई थिङ्क यो विषयमा हामीले चर्चको युथहरूलाई एजुकेट गर्नुपर्छ कस्तो भनेदेखिलाई यीशु नाम भएको क्रिस्चियन ल्याङ्ग्वेज नभएको सबै गीत शैतानको भनिदिँदाखेरि त्यो युथ त एस्केपिस्ट हुन्छ कस्तो भनेदेखिलाई त्यसो भए त समाज संसारमा मेरो केही जिम्मा छैन अब म चाहिँ आज फुत्ते स्वर्ग जान्छु होइन मेरो यहाँ केही जिम्मा छैन यहाँ त अशुद्ध हुने भयो म अब त्यस्तो हो भने त हामी त बाँच्नै नसक्ने स्थिति भयो है तपाईँलाई थाहा छ हामी नाम्ची यो कन्फरेन्समा हाम्रो कतिजना मेम्बरहरू बुद्ध एयरमा चढेर आएको क्या बुझ्नुभयो नि अपवित्र भयो कि जस्तो लाग्यो क्या म त बुझ्नु हुँदैछ नि सो अब जस्ट एन इक्जाम्पल अब हामीले आज बिहान ब्रेकफास्टमा हिन्दू किसानले रोपेको चामल खाएर हालेलुया भन्ने शक्ति पाएँ क्या त्यस कारणले गर्दाखेरि बक्सामा हालेर यो शैतानको यो परमेश्वरको भन्नु गाह्रो हुन्छ क्या हामीले चर्चमा एजुकेट के गर्नुपर्छ भने पावलले भन्छ जे असल छ जे ट्रस्टवर्दी छ जे चाहिँ जेन्टल छ सबैको भलाइ हुनेछ त्यसमा फोकस गर भनेको छ होइन सो ब्ल्याक एन्ड व्हाइट गरेर जज गर्नु र अस भर्सेस देम म खतरा ऊ खतम त्यतापट्टि जानुभन्दा चाहिँ हामीले चाहिँ असल र खराब कहाँ कति लाइन कोर्नुपर्ने भन्ने कुरा चाहिँ चर्चमा एकदम एजुकेट गर्नुपर्ने हुन्छ नभए चाहिँ क्रिस्चियन्सहरू एकदम चिडिन्छ है क्रिस्चियन भनेपछि यति हुन्छ मान्छेलाई क्रिस्चियनहरू हामीले ब्रिजै बनाएन भने हामीबाट येशू ख्रीष्टको जेन्टलनेस र अङ्गालो नै झल्केन भने मान्छेहरूलाई कसरी स्वास्थ्य हामीले सम्बन्धमा होइन कसरी इन्क्लुड गर्ने त किनभने अन्य जातिमा पनि मुक्ति नपाए तापनि परमेश्वरको स्वरूप छ है उसकोमा भलाइ गर्ने क्षमता छ नेपालमा अहिले कुलमान घिसिङ भन्ने मान्छेलाई सरकारले निकाल्दा पुरा देश तातिएको छ अहिले किनभने कुलमान घिसिङले चाहिँ नेपालमा तपाईँको राति 11 बजी लाइट आएर 1 बजी लाइट जान्थ्यो राति 2 घन्टा लाइट आउने समय त्यस्तो अवस्थामा चाहिँ कुलमान घिसिङले 24 घन्टै लाइट फर्काइदिएको हो नि त ऊ त्यो पोस्टमा आएपछि सो इज अ सेभियर अफ इलेक्ट्रिसिटी भन्दा पनि हुन्छ मुक्तिदातै भन्दा पनि हुन्छ त्यो क्षेत्रमा उसलाई तर ऊ त प्रभुलाई चिनेको छैन तर त्यो जनतालाई भलाइ हुनुपर्छ भन्ने उसमा त्यो विचार कहाँबाट आयो शैतानबाट त आएन ऊ भित्र परमेश्वरको स्वरूप त छ नि त उसले मुक्ति नपाए पनि उसको पेसा त पवित्र हो नि उसले मुक्ति नपाए पनि उसको जागिर उसको बुझ्नु हुँदैछ जब इज गुड उसको उसको अल गुड जब्स गुड वर्क्स आर स्पिरिचुअल वर्क्स परमेश्वरले डिजाइन गर्नुभएको कुरा क्या यो कुराहरू So sorry for the long answer. No, it's fine. तर चर्चले चाहिँ कस्तो भने हामी स्वर्गको यिनीहरू सब नरकको भन्ने स्टिग्मेटाइज हो योबाट हामी निस्किनुपर्छ क्या यो यसबाट निस्केन भने हामीले मान्छेलाई रिच आउट गर्न सक्दैनौँ एभ्रिथिङ इज भेरी टाइटली वायर्ड क्या यो पर्सपेक्टिभबाट बुझ्नु कति समय लाग्छ एउटा मान्छेलाई वेल इट टुक अब around 12 to 15 years for me है किनभने एउटा क्रिस्चियन भएपछि कट्टरपन्थी हुनु चाहिँ मजा आउँछ क्या बुझ्नु हुँदैछ नि धर्मको सजिलो पनि छ त्यो सजिलो छ हालेलुया आमेन हालेलुया सजिलो छ क्या त्यो हुन्छ नि अब कट्टर क्रिस्चियन हुनु हिरो हुनु सजिलो छ क्या तर चर्चभित्र तर त्यो गल्लीमा होइन त्यो तपाईँले कम्प्युटरको अगाडि डेस्कटपमा अफिस म्यानेजमेन्ट गर्नुहुन्छ तपाईँ कतिजना होइन चाहिँ यातायात ट्राभल एजेन्सीमा हुनुहुन्छ हो त्यहाँ चाहिँ कट्टरपन्थी हुनु भन्दाखेरि पनि आई थिङ्क कम्प्रोमाइज नगरिकन प्रेमिलो कसरी हुनु अब त्यो चाहिँ हरेक मान्छेले इन्डिभिजुअली एक्सपिरियन्स गरेर सिक्नुपर्छ हामीले ब्ल्याक एन्ड व्हाइट गरिदिनु मिल्दैन क्या यहाँबाट हो त्यो चाहिँ गाह्रो छ आई थिङ्क द्याट्स इट टेक्स टाइम टेक्स एन्ड टेक्स लट्स अफ विजडम एड्रियन देवानकोमा फर्मुला छैन एड्रियन देवान आफै पनि डेली सिक्दैछ क्या यो कुरा नि लर्ड हेल्प मी एन्ड मोस्ट अफ द टाइम आई फेल तर दिस इज द राइट वे हुन्छ नि मान्छेलाई खाच्चा खुत्रुक चोट नपुर्याइकन प्रेम गर्नु हुन्छ नि सत्य जानेर पनि सत्य नजान्नेहरूलाई इट्स यु हेभ इट्स एन आर्ट वी हेभ टु लर्न हम्बली एभ्री डे सिक्दै जानुपर्ने हुन्छ यो चाहिँ यो त एक दुईवटा कुराहरू थियो है तपाईँ जुन कुरा चाहिँ प्रश्न थियो नि त कि वाइ डज हि राइट द्याट भन्ने कुराहरू किन लेख्छ सो यस्तो त कतिवटा कुरा छ तपाईँको जीवनमा सो सबैभन्दा स्ट्रङ्गेस्ट के थियो तपाईँको जीवनमा त्यो ब्याकल्यास हुन्छ नि तपाईँलाई पुल डाउन गर्ने कुराहरू यो जर्नीमा मेरो पर्सनल स्पिरिचुअल लाइफ यस किनभने यो त हामीले देखेको नदेखेको पनि छ नि त सो एउटा स्ट्रङ्गेस्ट हुन्छ नि प्रभुसँग हेर्दै गर्दा त्यसले
एउटा ब्यारियरै बनिने कसैले क्रिटिसाइज गरेको एक्ज्याक्टली यस ओके अब त्यो त अलिक बानी पनि भइसकेको छ है झट्टाहरू आउँछ अब मलाई आएको चाहिँ अब एड्रियन देवान संसारिक भयो होइन आई थिङ्क हिजोआज अब त्यस्तै खालको आइरहेको छ अलिकति उसले कम्प्रोमाइज गर्यो अलिकति चाहिँ स्ट्रिक्ट क्रिस्चियन भएन टाइपको होइन त्यस्तो खालके यसमा धेरै इलाबोरेट नगरौँ फेरि यो अहिले तपाईँको इन्टरभ्यूलाई काट्दै हाल्नेहरू पनि छ कि सो ओके जैतुन छायाको लागि अब नाम्चीमा हुनुहुन्छ नि त सो जैतुन छायाको दर्शनलाई यसको गोललाई अलिकति बुझाउन दाजु किनभनेदेखिलाई हजारौँले तपाईँलाई हेरिरहेछ हजारौँले मूल्य तिरेर पैसा तिरेर तपाईँको गीतलाई सुन्नु त्यो कुरालाई हेर्नु यो जैतुन छायामा हुनु सो यस युआर आन्सरेबल क्या यो कुराहरूको लागि तपाईँ आन्सरेबल हुन्छ किनभने एकजना होइन दुईजना 100जना होइन तर 1000 चाहिँ यो कुराको भागीदार भइरहेको छ नि त सो यसको दर्शन यसको भिजन के छ अलिकति बुझाउन दाजु पहिला मेरो यो दर्शन यो दर्शन जैतुन छायाको दर्शनलाई सरले पढिदिन्छु त्यसपछि अलिकति इलाबोरेट गर्छु ल हाम्रो भिजनलाई परमेश्वरले सङ्कल्प गर्नुभए अनुसारले मानव जीवन फस्टाउनको लागि येशू ख्रीष्टको जीवन र शिक्षाबाट प्रेरणा लिएर उत्कृष्ट गीत र सङ्गीत रचना र प्रस्तुत गर्नु यो चाहिँ जैतुन छायाको भिजन स्टेटमेन्ट हो अङ्ग्रेजीमा टु क्रिएट एन्ड प्रेजेन्ट एक्सलेन्ट सङ्ग्स एन्ड म्युजिक ड्रइङ इन्सपिरेसन फ्रम द लाइफ एन्ड टिचिङ्स अफ जिजस क्राइस्ट फर गड इन्टेन्डेड ह्युमन फ्लोरिसिङ है सो जैतुन छायाले चाहिँ के गर्नु खोजेको भनेदेखिलाई हाम्रो वरिपरि मरिराखेको पापले पतन ल्याएको र पापको सिम्पटम्सहरूभित्र जिउने समाजलाई चाहिँ परमेश्वरले सृष्टिमा जो आदम र हवा बनाउँदा मानव जीवन यसरी विकास हुनुपर्छ भनेर चौतर्फी विकासको लागि जुन परमेश्वरले दर्शन देख्नु भएको थियो त्यो चाहिँ फेरि मानिसहरूको जीवन आज पनि समाजमा पतित संसारमा त्यही हिसाबले नै विकास भएर जाओस् स्वास्थ्य विकास चौतर्फी विकास भएर जाओस् तर त्यसको लागि चाहिँ हामीले माध्यम चाहिँ के चलाएको छौँ भनेदेखिलाई येशू प्रभुको जीवनी र उहाँको शिक्षा जहाँबाट हामीले प्रेरणा लिएर उत्कृष्ट सङ्गीतको र गीतको रचना र प्रस्तुतिकरण त्यो गर्ने हाम्रो चाहिँ यो लक्ष्य छ खास चाहिँ सो जैतुन छाया चाहिँ इट्स अ मिक्सचर अफ कन्सर्ट होइन अब यो पनि म बुझाउन चाहन्छु अनि म जहिले पनि एभ्री एपिसोडमा के भन्छु भने जैतुन छायालाई सन्डे मर्निङ वर्सिपको लागि कपी नगर्नुहोस् डोन्ट इमिटेट जैतुन छाया अन सन्डे मर्निङ्स किनभने जैतुन छाया चाहिँ टिपिकल सन्डे मर्निङको प्रेजेन्ट एडोरेसन सेटिङ होइन जैतुन छाया चाहिँ इट्स अ कन्सर्ट भनेको चाहिँ बाई डेफिनेसन धेरै सङ्गीतकार विशेष कला भएको मान्छेहरूले धेरै समय अभ्यास गरेर सिकेर प्र्याक्टिस गरेर भेला भएको समुदायको अगाडि आफ्नो प्रस्तुतिकरण असल ढङ्गमा उत्कृष्ट रूपमा पस्किन्दछ त्यो चाहिँ कन्सर्टको डेफिनेसन हो है अनि कन्सर्ट प्रेजेन्टेसन भन्ने कुरा चाहिँ आफैमा नराम्रो छैन है किनभनेदेखिलाई एउटा डक्टरले अपरेसन चेम्बरमा राम्रो पर्फर्म गर्दा सबैलाई खुसी लाग्छ होइन अनि एउटा म्युनिसिपालिटी वर्करले होइन सहरमा आफ्नो ड्युटी राम्रो प्रस्तुत गर्दा एभ्रिबडी इज ह्याप्पी त्यसरी नै म्युजिसियनले पनि अगाडि उभिएर आफ्नो स्किल्सलाई हृदय नै हालेर त्यसमा धेरै मेहनत गरेर सिन्सियरली प्र्याक्टिस गरेर प्रस्तुत गर्दाखेरि सबैलाई राम्रो लाग्छ क्या यो कुरा मार्टिन लुथरले के भन्नुभएको छ भने एउटा जुत्ता सिलाउने मोचीले जुत्तामा क्रुस टालेर होइन तर राम्रो जुत्ता सिलाएर परमेश्वरको महिमा गर्छ है सो जैतुन छायामा चाहिँ हामीले के गर्नु खोजेको भनेदेखिलाई म्युजिकली स्किल्ड मान्छेहरूले चाहिँ डिसिप्लिनलाई प्र्याक्टिसलाई सिन्सियरिटीलाई अपनाएर चाहिँ राम्रोसँग हामी प्रस्तुत गर्न सकौँ भनेर हाम्रो त्यो लक्ष्य हो इट्स अ कन्सर्ट अनि सन्डे मर्निङ चाहिँ ड्रम रोल्सहरू लामो इन्ट्रो म्युजिक भर्सको बिचमा इन्टरल्युडहरू नबजाएर सरसर गाइदिनुहोस्
भनेर हामी भन्छौँ त्यो चाहिँ कन्सर्ट होइन सन्डे मर्निङ चाहिँ। तर जैतुन छाया चाहिँ कन्सर्ट। अनि योभन्दा म यो पनि भन्न चाहन्छु कि चर्चमा स्किलफुल म्युजिसियनहरू छ, उनीहरूलाई चाहिँ है धेरै कला नदेखा भन्नुभन्दा पास्टर बाउहरूले उनीहरूको लागि यस्तो ठाउँहरू बनाइदियो भने राम्रो हुन्छ जहाँनिर उनीहरूले ड्रमरले रोल खेल्नु पाओस् न मजाले होइन। गिटारिस्टलाई अलिकति सोलो बजाउनु त मनपर्छ नि त, त्यो ठाउँ क्रिएट गरिदिनु सकौँ हामी चर्चको म्युजिसियनहरूलाई, त्यो चाहिँ म भन्न चाहन्छु। यो ब्यान्ड मेम्बरमा कतिजना छ यसको पनि अलिकति हामीलाई बताइदिनुहोस् न, किनभने त्यो जैतुन छायामा जब पर्फर्म गर्नुहुन्छ त्यो प्लेटफर्म हुँदैन क्या, त्योलाई यतिजना छ उतिजना छ भन्ने। हामीसँग अहिले हामी 7 जना म्युजिसियनहरू छौँ। ड्रम्समा सुशान्त पहाडी हुनुहुन्छ, बाँसुरीमा पावल राई हुनुहुन्छ सोलो खुम्बु बाटोमा, अनि मादल पर्क्युसन्समा हाम्रो म्यानेजर पनि हुनुहुन्छ ब्यान्डको दर्शन तामाङ दाई हुनुहुन्छ। हाम्रो भाइलिनमा प्रभात हुनुहुन्थ्यो, उहाँ योपालि आउनु सक्नु भएन, उसको सट्टामै पावल भाइ आउनु भएको। अनि बेस गिटारमा बसन्त कुमार दाजु हुनुहुन्छ, अनि पियानोमा हाम्रो सबिन थापा भाइ हुनुहुन्छ। हामी 7 जना मेन म्युजिसियन्सहरू। त्यसपछि प्रोजेक्सनमा सन्देश भाइ हुनुहुन्छ जसले ग्राफिक्सहरू स्क्रिनहरू ह्यान्डल गर्नुहुन्छ। अनि त्यसपछि सपोर्टिङ भोकल्समा हाम्रो पर्वत भाइ हुनुहुन्छ। अनि भिडियो क्रुमा अशेष देवान भाइ, सरोज भाइ र उज्जवल चामलिङ भाइ हुनुहुन्छ, 3 जना। हाउ डु यु पिक द मेम्बर्स? तपाईँले कसरी उनीहरूलाई छान्नुहुन्छ कि उनीहरू विलिङली आउँदैछ कि यो कसरी गर्दै हुनुहुन्छ? हामीले स्किल्स हेर्छौँ है, किनभने अगाडि उभिनुको लागि स्किल्स चाहिन्छ होइन। अब बाइबलले स्वर राम्रो हुनेले मात्रै गाउनु भनेको छैन, सबैले गाउनुपर्छ, तर लिड गर्नुको लागि अलिकति गिफ्टेड त हुनु पर्यो होइन। अब त्यस कारणले गर्दा हामीले ब्यान्डमा म्युजिसियन ल्याउँदै गर्दाखेरि उसकोमा स्किल्स छ कि छैन नम्बर 1, अनि स्किल्स पछाडि उसकोमा सबैसँग टिम वर्क गर्नु सक्ने क्यापेसिटी छ कि छैन है, अनि उसले प्रभुलाई चिनेको छ कि छैन, ऊ एउटा लोकल चर्चको कमिटेड मेम्बर हो कि होइन, त्यो हेरेर चाहिँ हामीले जस्तै अहिले हामीसँग सञ्जित भाइ हुनुहुन्छ इलेक्ट्रिक गिटारिस्ट। सञ्जित भाइलाई चाहिँ हामीले अघि मैले नाम लिइनँ रहेछ है, सञ्जित भाइलाई चाहिँ हामीले अडिसनद्वारा लिएको, गिटारिस्टहरूको अडिसन गरेर उसको चाहिँ बेस्ट प्रेजेन्टेसन थियो क्या, अनि हामीले उसलाई त्यसरी लिएको। सो वी भ्याल्यु स्किल्स अ लट जैतुन छायामा, स्किल्सलाई हामी धेरै भ्याल्यु गर्छौँ। वी अल्सो वान्ट टु प्रमोट स्किल्स अनि इन्फ्लुएन्स अदर्स, कि तपाईँहरूले पनि होइन भजन सङ्ग्रह 33को 3 कि 4 प्ले स्किलफुल्ली भनेर त्यहाँ भनेको। सो यो जैतुन छायाको यो रोल डाउन भयो भने सुरुमा गयो भने त तपाईँको पर्सनल सङ राइटिङमै पुग्यो नि त है। सो कसरी थाहा पाउनुभयो कि सङ राइटिङ इज माई फर्टे भनेर, मेरो कुरा रहेछ सङ राइटिङ चाहिँ भनेर? अर्ली अन इन माई लाइफ स्कुलमा हुँदाखेरि नै मलाई ग्रुप सङहरूमा राख्थ्यो, अनि त्यहाँदेखि मजा लाग्थ्यो गाउनु। आई लभड वाट आई युज टु सिङ होइन। अनि त्यसरी सिङ्गिङमा विशेष फर्स्ट चाहिँ सिङ्गिङमा इन्ट्रेस्ट भयो। त्यहाँदेखि चर्चमा अब हाम्रो सानो चर्च थियो आराधना चर्च पेदोङमा, जहाँनिर धेरै म्युजिसियनहरू थिएन, धेरै सिङ्गर्सहरू थिएन, अनि कतिवटा जिम्मेवारी मेरोमा सानै उमेरमा आइपऱ्यो, लिड गर्नुपर्ने। त्यसरी चाहिँ अब गीत गाउने कुरामा म पसेँ। त्यसपछि क्लास 9मा पुग्दाखेरि चाहिँ मेरो मामा पास्टर अब्नेरले 1-2वटा गीत लेख्नुभयो शब्द, अनि त्यसको सङ्गीत भर्नु मलाई दिनुभयो। मैले जानी नजानी त्यति बेला है, अब द्याट वाज माई फर्स्ट स्टेप। अनि सङ्गीत भरेँ, अनि त्यो भर्दाखेरि उहाँहरू सन्तुष्ट हुनुभयो, खुसी हुनुभयो, आशिषित हुनुभयो, अनि त्यहाँदेखि अझै मलाई इन्करेजमेन्ट भयो है। अनि त्यसपछि चाहिँ क्लास 10मा पुग्दाखेरि मैले फर्स्ट गीत लेखेँ, येशूको प्रेमले जित्यो मलाई। सरी, क्लास 9को एन्डमा मैले यो गीत लेखेँ। यो चाहिँ शब्द पनि आफै लेखेँ, सङ्गीत पनि भरेँ, अनि मैले चर्चमा गाएँ पनि। अनि चर्चमा गाउँदाखेरि कन्फर्मेसन चाहिँ कसरी भयो सङ राइटिङ नै हो भनेर भन्दा चाहिँ मण्डली आशिषित हुनुभयो। उहाँहरूले त्यो गीत सुनेर उहाँहरूलाई धेरै आशिष मिल्यो, सबैले मलाई समर्थन गरे, फिडब्याक दिए, अनि त्यसले चाहिँ कन्फर्मेसन भयो, ओके सो मैले गीत लेख्नुपर्ने रहेछ भनेर क्लास त्यही 14-15 वर्षको उमेरमा भन्नु। यो गीत त हामीले सुनेको छैन तपाईँको फर्स्ट गीत त? यो गीत धेरै पुरानो होइन, अब मैले कसैलाई गाउनु दिएको छु, युट्युबमा चाहिँ अरूले नै गाएको छ। ओके, सो युट्युबमा हामीले हेर्नु पाउँछ। ओके, एउटा कुरा गरौँ है दाजु, यो चाहिँ दिस इज माई पर्सनल, यो चाहिँ मेरो कस्तो भनेदेखिलाई यो पनि विषयमा बात भयो। हामीले वेस्टर्न कल्चरमा हेऱ्यो भनेदेखिलाई डन मोयनहरू हामीले अहिलेसम्म कुरा गरेँ हामीले होइन,
उनीहरूले त सिङ्गिङलाई मिनिस्ट्री बनाएर लगेको छ नि त डन मोहन मैले सानोदेखि देखेको डन मोहन है डन मोहनले पियानो अगाडि बसेर गीत लेखेको गीत गाएको जहिलेदेखि मलाई यो गीतहरूको बारेमा नलेज छ मैले यो डन मोहनलाई देखेको है एन्ड स्टिल इज डुइङ द्याट मैले पनि धेरै सुनेको डन मोहनबाट धेरै इन्सपायर भएको छु निरन्तरता उसको उसले कहिले पनि उसले प्रमोसन भएर पास्टर भएको छैन है तर अब नेपालीमा चाहिँ कस्तो छ भनेदेखिलाई मैले 5 वर्ष यो गरेँ भने अब मेरो प्रमोसन हुनुपर्छ म पास्टर हुनुपर्छ भन्ने छ नि त त्यो एउटा धारणा एउटा छ भनौँ न सो यो तपाईँ आफैलाई पनि यो कुराको पर्छ नि त कि यो तपाईँको फर्टे भनौँ न अघि पनि भने यो त सङ राइटिङ हो नि त मिलियन मान्छेहरू ब्लेस्ड भइरहेको छ होइन तर तपाईँ अहिले यता पास्टरीय सेवक पनि हुन्छ सो यो कस्तो भनेदेखिलाई वाइ वाज द्याट नेसेसरी एउटा अनि अर्को कुरा यसले अहिले कसरी ब्यालेन्स गर्नुहुँदैछ सङ राइटिङको मिनिस्ट्री किनभने सानो छैन नि त तपाईँको सङ राइटिङको मिनिस्ट्री ठुलो भएर गएको छ अनि यता पास्टरल मिनिस्ट्री भनेको एउटा ठाउँमा कन्फाइन भएर सेफर्डिङको काम गर्ने हो सो हाउ आर यु ब्यालेन्सिङ अनि वाइ वाज द्याट निड के थियो त्यसको धेरै जटिल प्रश्न है तर राम्रो प्रश्न अब यो आई थिङ्क इट डिपेन्ड्स अन द इन्डिभिजुअल होइन अब कुनै फर्मुला छैन कि गीत लेख्ने मान्छे पास्टर हुनै हुँदैन गीत लेख्ने मान्छे गीतै लेखिबस्नुपर्छ भन्ने डक्ट्रिन पनि त्यहाँनिर छैन होइन कसैकोमा मल्टिपल कलिङ पनि हुनसक्छ इट्स नट एन इम्पोसिबिलिटी जस्तै दाउदले बिना बजाएर गीत रचना गरेर म्युजिक अरेन्जमेन्ट पनि गर्थ्यो लडाइँ पनि खेल्थ्यो ऊ राजा पनि भयो क्या सो इट कुड बी कि एकजना मान्छेकोमा मल्टिपल कलिङ हुनसक्छ परमेश्वरको मल्टिपल गिफ्ट्स हुनसक्छ होइन जस्तै अब डन मोहनले जीवनभर गायो होइन आई थिङ्क द्याट वाज हि न्यू वाट हि वाज डुइङ होइन उसकोमा त्यही नै परमेश्वरबाट थियो उसले त्यही गर्यो तर कतिजनाले गाउँदा गाउँदै बिचमा अथर किताब लेख्न थाल्यो अथवा राइटर भयो पास्टर भयो आई थिङ्क त्यो उसको त्यस्तो डिजाइन हुनसक्छ क्या यसमा चाहिँ यही फर्मुला हो जस्तै अब होइन कसैले गायो भने ऊ पास्टर भयो भने गाउनु छोड्यो भने यो चाहिँ एकदमै खराबै गर्यो यो यस्तो त हुनु हुँदैन भनेर भन्नु पनि मिल्दैन इट डिपेन्ड्स अन द इन्डिभिजुअल एन्ड देयर एबिलिटिज क्या आई थिङ्क त्यो चाहिँ मलाई लाग्छ अनि पास्टरल मिनिस्ट्रीमा चाहिँ कस्तो भनेदेखिलाई अब आई थिङ्क सङ राइटिङ भनेको टिचिङ हो क्या इन अ वे सो सङ राइटर्सहरूकोमा टिचिङ गिफ्ट हुन्छ किनकि द वे वी फ्रेम वर्ड्स एन्ड थट्स एन्ड सेन्टेन्सेस हामीले कल्पना विचार जटिल कुराहरूलाई सजिलो रूपमा वाक्य बनाएर शब्द झुन्डाएर मानिसहरूलाई बुझाउने जुन हामीले काम गर्छौँ इट्स अ गिफ्ट अफ टिचिङ सो पास्टरल मिनिस्ट्रीमा चाहिँ सङ राइटिङले चाहिँ मलाई चाहिँ टिचिङ गर्ने कुरामा चाहिँ धेरै हेल्प गरिरहेको छ किन पावलले भन्छ यदि तिमी एल्डर हुन चाहन्छौ भने तिम्रोमा शिक्षा दिने क्षमता हुनुपर्छ क्या सो आइएम लर्निङ है त्यो गरिरहेको छ तर मेरो अफकोर्स एज यु सेड मेरो सबैभन्दा पहिलो परमेश्वरले मलाई दिनुभएको कलिङ चाहिँ सङ राइटिङ नै हो भोलिको दिनमा मलाई कसैले आएर एड्रियन दाइ तपाईँको टिचिङ सुने गीत पनि सुने तर टिचिङ त्यति मन परेन गीत चाहिँ मन पऱ्यो भने नै मैले म खुसी हुनु पऱ्यो क्या द्याट्स राइट किनभने आएम सङ राइटर हो नि त म पहिला तर म टिचरै हो खतरा टिचर भन्ने खालको मैले लिनु भएन सो मैले सङ राइटिङसँग टिचिङको काम पनि गर्नु चाहिँ सक्छु तर त्यो ओके अहिले त फुल टाइम मिनिस्ट्रीमा हुनुहुन्छ हजुर सो कसरी आउनुभयो प्रब्लम कसरी बोलाउनु भयो त्यो जर्नीले अलिकति सुनिदिउ न जीवनको सबै भोगाइहरू अर्थपूर्ण छ है कतिवटा कुरा हामीलाई मिनिङलेस लागेको पनि मिनिङफुल नै हुँदो रहेछ राइट बाटो पक्रिनुलाई रङ बाटोहरू पनि धेरै छानी पठाइन्छ है अब मेरो जीवनमा पनि त्यस्तै भयो म चाहिँ अब घरको जेठो छोरो भएकोले बुवाको चाहना मैले चाहिँ छिट्टै काम जागिर गरेर कमाइ गरेर भाइ बहिनीलाई पनि सपोर्ट गरेको होइन अनि त्यस्तै भयो मैले बिएससी आइटी छाने पढाइ मैले सिलगढीमा 4 वर्ष बिएससी आइटी पढेँ अनि त्यसपछि इन्टरभ्यूमा बसेर सफ्टवेयर कम्पनी एउटा विप्रो भन्ने कम्पनीमा जानुको लागि रेडी पनि भइसकेको थियो सेलेक्सन पनि भइसकेको थियो इन्टरभ्यू पनि क्लियर थियो अब कलकत्ताको कलिङ लेटर पर्खेर बसिरहेको बेलामा चाहिँ दार्जिलिङमा फेरि आन्दोलन सुरु भयो गोर्खाल्यान्डको अनि अब त्यो डामाडोल माहौल अशान्ति त्यति बेला हाम्रो चर्चको हरेक प्रार्थना सभाहरू लास्टमा गएर अर्ज बिन्तीमै सकिन्थ्यो जातिको लागि त्यति बेला चाहिँ मैले नेपाली गीतहरू त्योभन्दा अगाडि मैले हिन्दी गीतहरू लेख्न थालेको थिएँ किनभने मेरो पर्सनल प्लान चाहिँ मलाई मुम्बई जानु मन थियो क्या हिन्दी गीत लेख्ने मुम्बई जाने तर आन्दोलन सुरु भएपछि अर्ज बिन्ती नेपाली गीत हुन थाल्यो क्या हिन्दी चाहिँ क्रिस्चियन सङ्ग्सहरू है अब धेरै त्यो रेकर्डिङ हुनुपर्नेहरू पनि छ अझै मैले दिइरहेको छु कति सिङ्गर्सहरूलाई कति गीतहरू अनि नेपाली गीतहरू लेख्न थालेपछि त्यो गीतहरू नेपाल
पेदोङमा सुनिन थाल्यो अनि काठमाडौँबाट हामीलाई कन्सर्टको लागि बोलायो पनि त्यसरी कनेक्सन बढ्यो त्यहाँदेखि पेदोङकै पास्टर अमित कारथक है हाम्रो दाजु उहाँ काठमाडौँमा हुनुभएको कारणले बाइबल कलेजको लेक्चरर हुनुभएको कारणले उहाँको थ्रुबाट त्यतिकै चिनाजाना भएर म नि बाइबल कलेज पढ्न गएँ 1 वर्ष अनि 1 वर्ष पढेर चाहिँ म फर्किन्छु सोचेको थिएँ तर जुन चर्चले मलाई स्पोन्सर गर्नुभयो त्यो चर्चमा म 8 वर्ष बसेँ है अनि पछि अहिले फर्केर हेर्दाखेरि चाहिँ परमेश्वरको योजना चाहिँ म मुम्बई जानु होइन तर नेपाल जानु नै थिएछ त्यसरी अनफोल्ड हुँदै आयो क्या त्यसरी चाहिँ अब सो कहाँ विप्रोमा जब गर्नु आँटेको मान्छे है चर्चमा अर्जबिन्ती गीतहरू फुटेर निस्केपछि नेपालसँग कनेक्ट भएपछि त्यस्तो भयो अहिले फर्केर हेर्दा चाहिँ आइम इन द राइट प्लेस परमेश्वरले मलाई त्यहीँ लान चाहनुभएको थियो सो म के इन्करेज गर्न चाहन्छु डोन्ट बी अफ्रेड इन लाइफ होइन तपाईँले गलत डिसिजन्सहरू लिन्छ डोन्ट बी अफ्रेड सबै गलत निर्णयहरूले पनि पछि गएर तपाईँलाई ज्ञानी बनाउँछ क्या सो इट लिड्स यु जस्ट परमेश्वरमा भरोसा राख्नु र परमेश्वर म चाहिँ तपाईँको पर्पस पुरा गर्न चाहन्छु भनेर भनिरहन चाहिँ नछोड्नुहोस् है त्यो चाहिँ म इन्करेज गर्न चाहन्छु अब अहिले आएर त देख्नुहुन्छ नि त त्यो परमेश्वरको डिजाइन तर त्यही पोइन्टमा त कसैले पनि फिगर आउट गर्न सक्दैन द स्ट्रगल इज अलवेज देयर त्यही कारण प्रभु धन्यवाद छ भने गीत आएको ओके गीतको स्टोरीहरू अलिकति सुनिदिउँ न किनभनेदेखिलाई हामीले जुन कुराहरू सुन्यो गीतको स्टोरीहरू कि त्यो त फेक रहेछ त अहिले फेक न्युज रहेछ त्यो भाषामा भन्नुपर्दा सो यो मलाई पर्सनली एकदमै मनपर्ने गीत चाहिँ प्रभु धन्यवाद छ सबै वैभाव परमप्रभुले जुटाउनुहुन्छ अनि फर्किए आउँदैन समय यो 4टा गीतको संक्षिप्तमा कथा सुनिदिउँ न दाजु काठमाडौँ जब गएँ म है नेपालमा अनि तपाईँले भनेको जस्तो अहिले हेर्दा पो शान्ति लाग्छ सबै मिल्यो नि त त्यति बेला त लथालिङ्गै थियो नि त होइन के हो कहाँ आइपुगे कता भाँसिए ठिक हो कि होइन है अनि काम पनि त्यस्तो छैन पैसा पनि छैन होइन अन्धाधुन्दा हिँडेको जस्तो र त्यो समयमा चाहिँ मैले मेरो भित्र पवित्र आत्माले कस्तो विचार दिनुभयो भनेदेखिलाई गनगन गर्नु चाहिँ नेचुरल हो यति बेला है तर धन्यवाद दिई हेर्नु नि त कस्तो हुँदो रहेछ होइन किनभने परमेश्वर त कन्ट्रोलमा हुनुहुन्छ नि त गड इज इन कन्ट्रोल ओभर माई लाइफ गड इज सभरेन आई एम नट सभरेन है म त भोलि के हुन्छ पर्सि के हुन्छ भनेर आत्तिने मान्छे हो तर परमेश्वरले त अन्त देख्नु भएको छ अनि मैले चाहिँ त्यति बेला चाहिँ जेसुकै होस् जीवनमा तपाईँले मलाई आमाको गर्भबाट जन्म दिनुभयो धन्यवाद होइन तपाईँले प्रभु यीशु ख्रीष्टद्वारा नयाँ जन्म दिनुभयो धन्यवाद आई जस्ट वान्ट टु सेलिब्रेट माई लाइफ बिकज यु गेभ मी लाइफ तपाईँको दया जीवन बाँच्नुभन्दा पनि तपाईँको दया ठुलो हो सो म तपाईँलाई धन्यवाद दिन्छु भनेर चाहिँ त्यो गीत लेखेको क्या मैले बट स्लोली आई मिन सी द्याट्स वाइ प्रशंसा चाहिँ बलिदान भन्छ क्या बाइबलमा बलिदान भनेको चाहिँ मन नपरेको कुरा गर्नु दुख्नु हो नि त जब प्रशंसाको बलिदान जब हामी दिनु थाल्छौँ त्यति बेला चाहिँ जीवनमा हिलिङ आउँछ क्या त्यसले रेस्ट ल्याउँछ त्यस्तो भयो मेरो जीवनमा जब म धन्यवाद दिनु थालेँ मलाई सजिलो भयो जीवन भोग्न सजिलो भयो प्रभुमा भर पर्न अनि कन्सिस्टेन्ट हुन सजिलो भयो क्या त्यो ठाउँमा त्यो सबै वैभव भन्ने गीत चाहिँ तपाईँको प्रभु धन्यवाद छ भन्दा पनि अगाडिको सबै वैभव गीत कति बेला आएको भन्दा म घरमा थिएँ पढिसकेको अवस्था जबलेस घरमा आफन्तहरू आएर सोधिबस्ने होइन बुझ्नुहुँदैछ नि कस्तो इरिटेटिङ हुन्छ है त्यो मोमेन्ट हुन्छ नि के गर्दैछ छोरा भन्छ नि अन्त म चाहिँ कोठाबाटै निस्किन्थिनँ त्यति बेला एक प्रकारको एङ्सियस भएको थिएँ म तर एक दिन मैले के सोचेँ भने होइन त्यो प्रभुले मलाई दिनुभयो सोचाइ बाई हिज ग्रेस म यति बेला आत्तिन्दिनँ म 1 महिना प्रभुसँग समय बिताउँछु भनेर मैले कोठामा त्यहाँदेखि आई स्टार्टेड रिडिङ बाइबल अनि जोसँग प्रभु यीशु ख्रीष्ट नयाँ करारमा सिधै बोल्नु भएको छ त्यो मान्छेको ठाउँमा आफूलाई राखेँ मैले है सामरी स्त्री जक्कै पत्रुस सबै ती क्यारेक्टर्सहरू ट्राई टु हियर जिजस इन फर्स्ट पर्सन त्यो क्रममा चाहिँ एउटा शब्द चाहिँ मेरो जीवनमा पुरा हाइलाइट भयो पवित्र आत्माले हाइलाइट गर्नु त्यो चाहिँ इटर्निटी क्या फोकस इन द इटर्निटी भनेर चाहिँ मलाई त्यो शब्द दिनुहुँदा चाहिँ 9वटा गीत आएको छ त्यति बेला सबै थिम इटर्निटी नै हो अनि वान अफ द सङ्ग चाहिँ सबै वैभव यो पृथ्वीको सबै देखिने महिमाहरू टलेर जाँदा पनि तपाईँ चाहिँ रहनुहुन्छ है द्याट्स वाइ म तपाईँको सल्लाह लिन्छु भन्ने त्यो त्यति बेला इन्सपिरेसन परमप्रभुले जुटाउनुहुन्छ यो अलिक अझै सबै वैभव परम प्रभु धन्यवाद छ भन्दा पनि नयाँ गीत हो पछि आएको गीत हो
परमप्रभुले जुटाउनुहुन्छको पछाडि चाहिँ जेनेसिस 22 है धेरैचोटि हामीले प्रभुले जुटाउनुहुन्छ परमप्रभुले जुटाउनुहुन्छ भन्ने त क्लिसे नै हो नि त चर्चको हैन गड विल प्रोभाइड अनि मैले यो गड विल प्रोभाइड भन्नेलाई गहिरेर हेर्दाखेरि चाहिँ जेनेसिस 22 मा ठोकिए अनि त्यहाँ चाहिँ परमेश्वरले फर्स्ट टाइम भनेको छ क्या अब्राहमले जेहोवा जिरे गड विल प्रोभाइड तर कुन कन्टेक्स्टमा भनेको रहेछ भन्दा त है लुगाफाटा खाना होइन रहेछ है गाडी श्रीमती घर होइन रहेछ थुमा पो रहेछ है स्वर्गबाट परमेश्वरले मान्छेको सबभन्दा ठुलो खाँचो त थुमा पो चाहिएको रहेछ पापको दोषले मेटिनु पर्ने त्यो चाहिँ मेरो लागि इट वाज सच अ बिग रेभलेसन फर मी अनि ख्रिस्टको भ्याल्यु यस्तो मन है पवित्र आत्माले भरिदिनु भयो ख्रिस्टको निड र इम्पोर्टेन्स परमेश्वरले जुटाउने कुरा त सबैभन्दा ठुलो कुरा त जुटाइसक्नु भएको रहेछ नि होइन एन्ड एट्स क्राइस्ट अनि त्यसरी चाहिँ त्यो गीत इन्सपायर भएको तर त्यसको अर्थ यो होइन कि परमेश्वरले दैनिक खाँचो जुटाउनु हुँदैन भन्ने पनि होइन नि त इजरायलीहरूको 40 वर्ष जुत्ता फाटेन लुगा पुरानो भएन होइन अनि सेकेन्ड भर्समा चाहिँ मैले मेरो खाँचोहरू प्रभुलाई भने परमेश्वरले त्यो पनि पुऱ्याउनु भयो त्यसरी चाहिँ त्यो गीत आएको फर्किआउँदैन त झन् पुरानो म क्लास 11 मा हुँदाको गीत अलमोस्ट 20 इयर्स भन्दा बेसी भयो फर्किआउँदैन चाहिँ चर्चमा धेरै ब्याकस्लाइड भएको व्यक्तिहरू थिए त्यति बेला ब्याकस्लाइड भन्ने एकदम ट्रेन्ड थियो क्या त्यति बेला अब अहिले त हुन त सबै नै ब्याकस्लाइड हुन्छ ट्रेन्ड होइन त्यति बेला चाहिँ प्रायः रिभाइभ हुन्छ नि त्यति बेला चाहिँ प्रायः रिभाइभ हुन्थ्यो 1-2 जना ब्याकस्लाइड हुन्थ्यो जस्ट किडिङ अनि एनिवेज अनि चर्च अब म युथ टिममा थिएँ अनि चर्च आउनै छोड्ने साथीहरू दाजु दिदीहरू पुरा थियो क्या अनि त्यति बेला चाहिँ लुक 15 जहाँनिर चाहिँ कान्छा छोरा त परमेश्वरदेखि अब टाढै भएको अवस्था हो नि त उसले त यहुदी कल्चरमा त अब मेरो धन सम्पत्ति देऊ म जान्छु भनेको अर्थ त यु डाइड फर मी भनेको रहेछ नि त है आज मेरो हिस्सा बन्ट देऊ म जान्छु भनेको चाहिँ तिमी आजदेखि मेरो लागि मर्यौ ल बाबा भनेको रहेछ नि त अनि त्यस्तो सम्बन्ध चुट्टिएको अवस्थामा पनि तर परमेश्वरले उसलाई पर्खेर बस्नुभयो माया मार्नु भएन माया मरेन परमेश्वरको माया मर्दैन हामीप्रति पापीप्रति अनि त्यस कारणले गर्दा मलाई चाहिँ त्यो इन्करेज गर्नु मन लाग्यो क्या उनीहरूलाई द लर्ड इज वेटिङ फर यु ही विल फर्गिभ एन्ड फर्गेट your sins, remember your sins no more, come back. त्यो गिल्टको बोझ मैले खराब काम गरेँ भन्ने बोझभित्र नबसेर आउनुहोस् भनेर चाहिँ इन्करेज गरेको थिएँ। यो तपाईँको गीतहरू जति पनि यति साह्रो स्क्रिप्चरल छ नि त। फेरि तपाईँले भन्नुहुन्थ्यो चाहिँ यु स्टार्टेड राइटिङ इन क्लास 9-10 होइन। सो बाइबललाई मजाले त्यो स्क्रिप्चरलाई मजाले कुन एजदेखि हाल्नु थाल्नु भयो आफूभित्र? वेल बाइबल चाहिँ गीत चाहिँ वचन अनुसारको हुनुपर्छ भनेर मेरो माइन्डमा कलिलो माइन्डमा नै हालिदिने चाहिँ मेरो बडा हुनुहुन्छ, बाबाको जेठा दाजु माइकल देवान। उहाँ चाहिँ फेरि एल्सदाई सम्प्रदाय, म धन्यवादी छु। परमेश्वरले एल्सदाई सम्प्रदायलाई पनि धेरै चलाउनु भएको छ हैन। अनि बडाले मेरो जीवनमा एड्रियन भजन लेख्ने हो भने चाहिँ बाइबलबाट लेख्नुपर्छ भन्ने चाहिँ मेरो जीवनमा हालिदिनु भयो क्या मेरो माइन्डमा, एन्ड द्याट बिकेम अ फर्मेट फर मी फर एभर। अनि त्यस कारणले गर्दाखेरि मैले चर्चमा गाउने भजन हो भने चाहिँ बेसी दिमाग नचलाएर आई थिङ्क लेट्स गेट इन्सपायर्ड फ्रम वाट द लर्ड हेज सेड भन्ने चाहिँ पस्यो क्या ममा। त्यसरी चाहिँ सुरु भएको थियो चाहिँ। राइट फ्रम माई फर्स्ट सङ, आई थिङ्क फर्स्ट सङदेखि नै मैले त्यो प्रिन्सिपल अप्लाई गरेको सङ राइटिङमा, वचनबाट नै इन्सपायर हुनुपर्छ। वचन थाहा हुनु यो यसको एक दुईवटा एडभान्टेज हामीलाई भनिदिनुहोस् न आज। प्र्याक्टिकल जीवनमा यसले ल्याउने प्रभावहरू यो इम्पोर्टेन्ट छ नि त। इम्पोर्टेन्ट छ यो स्क्रिप्चरले हाम्रो प्र्याक्टिकल जीवनमा ल्याउने प्रभावहरू। हाम्रो फेथ बढोस्। वचन बस्ने ठाउँ चाहिँ हृदय हो, टाउको होइन। तर हृदयमा जाने बाटो चाहिँ टाउकोबाटै हो फेरि है। सो आई थिङ्क द्याट्स वाइ बाइबल ट्रेनिङ थियोलोजी इम्पोर्टेन्ट छ हाम्रो लागि। तर टाउकोमै सीमित भयो भने चाहिँ फेरि अब शैतानलाई पनि पद कोट गर्नु चाहिँ आउँछ होइन। तर हृदयमा त्यो वचन गयो भने चाहिँ त्यो वचन चाहिँ के हुन्छ, हाम्रो प्रेम हुन्छ क्या। वचन हृदयमा गयो भने दाउदले के भने, तपाईँको विरुद्धमा पाप नगरौँ भनेर तपाईँको वचन मैले कहाँ राखेको छु? टाउकोमा भनेन नि त, हृदयमा भनेको। सो वचन पढ्नु एउटा कुरा हो, इम्पोर्टेन्ट कुरा हो,
तर पढ्दै गर्दाखेरि चाहिँ नि तपाईँले कसरी पढ्नुपर्ने हुन्छ भन्दा चाहिँ ख्रिस्टलाई चाहिँ भेटाउन तपाईँको लक्ष्य चाहिँ टु फाइन्ड क्राइस्ट क्या त्यो स्क्रिप्चरमा नि अनि ख्रिस्टको ट्रुथ त्यो खदिलो भोजन जब तपाईँले भेटाउनुहुन्छ त्यो चाहिँ तपाईँको दिमागमा सीमित रहँदैन त्यो चाहिँ तपाईँको मुटुमा जान्छ अनि मुटुमा काँडले घोच्यो भने के हुन्छ भने नि त्यो काँड निकाल्नु त निकाल्छ तर दाग बस्छ होइन त परमेश्वरको वचनको प्रकाश चाहिँ कस्तो भनेदेखिलाई ननिस्किने काँड हो क्या प्रभुको परमेश्वरको वचनको रेभुलेसन चाहिँ ननिस्किने काँड हो वन्स यु आर पियर्स्ड इट्स फर एभर पियर्स्ड त्यस्तो हुन्छ हृदयमा वचन हृदयमा गयो भने चाहिँ नि इट बिकम्स यर लभ जस्तै परमेश्वरको हृदय तपाईँलाई बुझाउँछ क्या वचनले नि परमेश्वरको बारेमा तपाईँलाई इन्फर्म पनि गर्छ टाउकोलाई तर मुटुमा गयो भने चाहिँ परमेश्वरको हृदयलाई तपाईँको हृदयले महसुस गर्छ क्या जस्तै प्रभु यीशु ख्रिस्टले डाँडाको उपदेशमा चेलाहरूलाई के भन्नुभयो भने तिमीहरूले यो भनेको सुनेको छौ है यत्रो वर्ष हजारौँ वर्ष तिमीहरूले यो वचन पढ्यौ यस्तो भनेको सुनेको छौ तर खासमा यो हो भनेर प्रभुले बुझाइदिनु भएको छ त्यहाँनिर जस्तै तिमीहरूले सुनेको छौ कि भाइसँग नरिसाउनु तिमीहरूले सुनेको छौ कि भाइको तिमीले कसैलाई हत्या नगर तर म तिमीहरूलाई भन्छु तिम्रो भाइसँग तिमीले रिस पाल्यौ भने तिमीले हृदयमा अघि हत्या गरिसकेको छ सो परमेश्वरले हत्या नगर त भन्नुभयो कि तर तिमीहरूले टाउकोले मात्रै पढ्यौ खास हृदयमा बुझ्ने हो भने चाहिँ के भने परमेश्वर त्यो आज्ञा पछाडि परमेश्वरको हृदय चाहिँ के हो भनेदेखिलाई तिमीले हाकी गएर मार्नु मात्रै होइन तर हृदयमा भाइप्रति बदला पाल्यौ भने त्यो नै मारेको जस्तै हो नि सो यहाँ चाहिँ प्रभु यीशु ख्रिस्टले इजरायलीहरूले टाउकोमा मात्रै बुझेको कुरालाई हृदयले महसुस गर भनेको क्या दिस इज वाट गड हेज सेड बट दिस इज गड्स हार्ट बिहाइन्ड दिस कमान्डमेन्ट कस्तो राम्रो आई मिन होइन सर्मन अन द माउन्ट इज द एन्टायर सर्मन इज एन एक्सपोजिसन अफ ओल्ड टेस्टामेन्ट टिचिङ्स जसलाई प्रभु यीशु ख्रिस्टले क्लियर गरिदिनु भयो तिमीहरू सुने व्यभिचार नगर तर खास चाहिँ परमेश्वरले भन्न चाहनुभएको चाहिँ हाकी गएर व्यभिचार नगर्ने मात्रै होइन तर हृदयमै तिमी शुद्ध हुनुपर्छ नि खास त परमेश्वरले चाहनुभएको त त्यो हो नि द्याट्स फादर्स हार्ट भनेर चाहिँ बुझाइदिनु भयो आई थिङ्क इट्स त्यो हुनु थाल्यो भने चाहिँ त्यो वचनले तपाईँको जीवनमा फल फल्नु थाल्छ क्या त्यो चाहिँ तपाईँलाई इन्फर्म गर्ने मात्रै भएन तर तपाईँले महसुस गर्नुभयो क्या त्यो तपाईँको शरीरमा मिसियो जस्तै आज मैले बिहान ब्रेकफास्ट खाएँ होइन त्यो ब्रेकफास्ट के भयो भने नि मेरो शरीरमै मिसियो क्या द्याट्स वाइ मलाई फाइदा हुन्छ परमेश्वरको वचन पनि रोटी हो त्यो मिसिनु पर्ने हुन्छ क्या हाम्रो शरीरमा अनि चाहिँ त्यसले फाइदा हुन्छ सरी फर द लङ आन्सर इट्स फाइन सो एउटा विषयलाई छुन है पपुल्यारिटी फेम यो एकदम तपाईँले आई थिङ्क तपाईँले एड्रेस गर्नुपर्छ होला मलाई चाहिँ मोर देन फेमको मोर देन दामी पक्ष यसको अलिकति नराम्रो साइड्सहरू क्या किनभनेदेखिलाई आज के भन्छ एभ्रिबडी वान्ट्स टु बी फेमस क्या त्यो दौडमा लागेको छ नि त सो एउटा फेमस मान्छेले त्यो कुरालाई भनिदियो भने आई थिङ्क फेम आफैमा गलत होइन तर फेमको पछाडि कस्तो हृदय छ होइन अब त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ पतित मान्छे चाहिँ सेन्टर अफ एट्र्याक्सन हुन चाहन्छ परमेश्वरदेखि टाढो भएको मान्छे चाहिँ ऊ हिरो हुन चाहन्छ ऊ सेभियर हुन चाहन्छ सबैले उसलाई सबैको आँखा ऊमा फोकस ऊमा त्यो टेम्पटेसन छ मान्छेलाई होइन अनि त्यो टेम्पटेसनलाई हामीले फिड गर्नु हुँदैन तर त्यो भन्दै गर्दाखेरि कोही फेमस भयो भने त्यो फेमस हुनु नै गलत हो भन्नु पनि आई थिङ्क अगेन त्यो अर्को एक्सट्रिम हो किनभनेदेखिलाई आई विल कन्फेस भेरी अनेस्टली मेरो जीवनमा मैले फेमस हुनुलाई बल गरिनँ बुझ्नुभयो नि आई जस्ट ट्राई टु डु एक्सिलेन्ट वाट गड हेज गिभन मी मैले प्रभुले मलाई गीत लेख्ने क्षमता दिनुभयो मैले त्यसलाई बेस्ट गरौँ न भन्ने एउटा मैले जोड दिएँ अनि त्यो रेकर्डिङ भयो त्यति नै हो एन्ड पिपल लिसन टु इट होइन अब मैले अप्ठ्यारो पनि लाग्दैछ यो भन्दा तर जस भएकै कुरा हो यही हो अब आई मिन पिपल गड ब्लेस्ड क्या हुन्छ नि बुझ्नु हुँदैछ नि तर अब अहिले चाहिँ सोसियल मिडियाले गर्दाखेरि पपुल्यारिटी चाहिँ एउटा आइडल भएको छ क्या कसो भने यति गऱ्यो भने त फेमस भइहाल्ने रहेछ सो फेमस हुनु चाहिँ भर्च्यु रियल भर्च्यु रहेछ खास गुण रहेछ भन्ने चाहिँ गलत बुझायो फेरि क्या त्यो चाहिँ अब सावलभन्दा फेमस दाउद
भयो तर कसले बनायो परमेश्वरले बनाउनु भयो सो फेमस हुनु नै इभल हो कोही फेमस छ भने त्यो मान्छे त गुल्चे खेलेरै फेमस भएको भन्ने खालके प्रिजम्पसनहरू चाहिँ रङ हुन्छ नि त अब होइन कोही अब आर्ट भन्ने कुरा कस्तो हो भने आर्ट भन्ने कुरा अरूले देखिने कुरा हो क्या अब जस्तै गीत लेख्ने मान्छेकोमा गीत लेख्दै पलङ मुनि राख्ने त होइन नि त होइन म्याट्रेस मुनि लिरिक्स राखेर त त्यो त मण्डलीको आशिष त भएन नि त तर उसले त्यो गीत लेख्नु भनेको नै उसले त्यसलाई प्रस्तुत गर्नु हो नि त अब त्यो प्रस्तुत गर्दाखेरि यदि उसको गीतले मासेसलाई छुन्छ भने त्यो त उसको कन्ट्रोलमा भएन नि त्यो त परमेश्वरले निर्धारण गर्नु भएन तर अब फेमस हुनुको लागि नै म चाहिँ गीत लेख्छु भनेर निस्किँदाखेरि चाहिँ आई थिङ्क त्यसले चाहिँ मान्छे गलत बाटोतर्फ जान्छ त्यो चाहिँ मूर्ति पूजा भएर जान्छ क्या तर कतिले चाहिँ फेरि फेमस हुनु नै गल्ती हो भनेर भएको वरदान पनि टेबल मुनि हाल्ने दृष्टि आई मिन यहाँनिर त्यो खालको कुराहरू पनि छ क्या स्टिग्मा भएको छ क्या फेमस हुनु नै रङ हो भन्ने पनि आई थिङ्क द्याट्स अनदर एक्सट्रिम क्या त्यसलाई पनि हामीले बुझ्नुपर्ने हुन्छ मैले तपाईँको एउटा टेस्टोमनी आई थिङ्क हाम्रो सालघारी चर्चमा तपाईँ आउनु भएको थियो ग्रिन रुम किमा त्यहाँ सुनेको थिएँ तपाईँ कस्तो भनेदेखिलाई आफ्टर द फर्स्ट एल्बम त्यो एल्बमको फेलियरमा तपाईँले कति वर्ष गीत लेख्नु छोड्यो भन्ने कुराहरू त्यो अलिकति के थियो खास कुरा त्यो चाहिँ अब वरदान त परमेश्वरले दिनुभएको हो अनि इन्सपिरेसन र रिसोर्स पनि बिब्लिकल नै हो तर मोटिभ हृदयको मोटिभ चाहिँ रङ थियो क्या मेरो कस्तो थियो भने मेरो एल्बम पुरा बिक्री हुन्छ पैसा पनि कमाउँछु फेमस पनि हुन्छु भन्ने थियो क्या त्यो नहुँदा चाहिँ अनि होइन 1500 बिक्री नभएको एल्बम ताकमा हेर्दा चाहिँ म चाहिँ डिप्रेसनमै जान्थेँ अनि कस्तो भयो भनेदेखिलाई मेरो यो लाइन होइन रहेछ भनेर 2 वर्ष गीतै लेखिनँ क्या त्यो टाइममा चाहिँ परमेश्वरले मलाई क्लियरली देखाउनु भयो कि म चाहिँ मूर्ति पूजक पो रहेछु होइन यु निड टु हिल फ्रम दिस अदरवाइज देयर इज नो परमेश्वरले मलाई ताडना पनि दिनुभयो परमेश्वरले चुनौती पनि दिनुभयो परमेश्वरले चेतावनी पनि दिनुभयो पहिला हृदय ठिक गर अन्त वरदान चलाउने हो अनि सो त्यो टाइममा चाहिँ परमेश्वरले मेरो मूर्ति देखाइदिनु भयो आई रिपेन्टेड अफ इट अनि त्यहाँदेखि चाहिँ अर्को जर्नी सुरु भएको क्या सङ राइटिङको सो त्यो नचलेको एल्बमको गीतहरू चाहिँ कुन थियो फर्किआउँदैन समय अहिले त चलेछ फेरि स्वतन्त्रताको गीत बोलिने छैन फेरि गल्लीहरूमा रोकेर रोकिँदैन भन्ने गीतहरू थियो क्या त्यो रोकेर रोकिँदैन भन्ने गीत त यति साह्रो सिजनको गीत छ नि त त्यो त आई थिङ्क धेरै समय अगाडि लेख्नु भयो फर्स्ट एल्बम भनेपछि क्लास 10 11तिर यो गीतले भ्याल्यु त अहिले पाउँदैछ नि त है राइट सो आई थिङ्क धेरै कुरा छोयौँ हामीले सो एनिथिङ अरू कहिले या कोठामा भएकोले एनिथिङ द्याट यु वान्ट टु आस्क किनभने एड्रियन देवान नोट्स के छ होला आई एम नट एन एक्सपर्ट हजुर सिक्किमको फेरि यो नाम्चीको सराउन्डिङमा चाहिँ मोस्ट 16 जना विदिन 1 मन्थ वाउ अहिले पनि तपाईँको अस्तिको फेब्रुअरी मार्च पुग्नेसम्म मोर देन 10 जना 10 जना 6-7 जना अराउन्ड साउथ मेसेज कि अब अगाडि अझै उनीहरूको स्टडिजको पनि अब रिजल्ट भयो कोर्स 16 जना बोर्ड एक्जामको रिजल्ट पछि यो त एकदम जटिल विषय हो अब एउटा कुरा त प्रभु नचिनेको संसारमा आशा चाहिँ छँदै छैन अब मान्छेले सत्य परमेश्वरलाई चिनेन भने जेलाई पनि ईश्वर बनाउँछ क्या अब बोर्ड इक्जाममा फेल हुनेहरूको लागि उनीहरूको ईश्वरै त्यो डिस्टिङसन थियो त्यो मार्क्स थियो जब ईश्वरले फेल गरिदिएपछि त पुजारी कहाँ बाँच्छ त
अनि मूर्तिले चाहिँ ब्लाइन्ड गरिदिन्छ क्या मान्छेलाई। अब सबैभन्दा ठुलो हामीले गर्न सक्ने काम भनेको चाहिँ सुसमाचार नै हो। हामीले ख्रिस्टको सत्यता भन्नु मात्रै होइन, जिउनु पर्ने हुन्छ। अब यस्तो क्या, हिजो अस्ति पनि एउटा कुरा विषय उठ्यो फेसबुकमा, मैले भने सुसमाचार प्रचार गर्ने कुरा मात्रै होइन, जिउने कुरा पनि हो। अब त्यसमा कतिजनाले भने होइन सुसमाचार त प्रचार गर्ने कुरा, जो म मान्छु सुसमाचार प्रचार गर्ने कुरा। अफकोर्स प्रिचिङबाट नै त विश्वास आउँछ, प्रिचिङबाट नै नयाँ जन्म हुन्छ क्या। तर कस्तो भने नि, तपाईँहरू त नाम्चीमा घुम्नु आएको होइन नि त, तपाईँहरू त नाम्चीमै जिउनुहुन्छ नि त। अन्त नाम्चीमा तपाईँहरू जो छिमेकीको अगाडि डेली तपाईँलाई देख्ने छिमेकीको अगाडि तपाईँ जिउनुहुन्छ, त्यहाँ त तपाईँको कुरा कति बेला पत्याउँछ? जब तपाईँ जिउनुहुन्छ नि त, बुझ्नुहुन्छ नि। अब म कतै गएको छु कुनै ठाउँ, जस्तै नाम्चीमा आएँ म 2 दिन बस्छु, यहाँ मैले प्रचार गरेर नै भन्नुपर्ने हुन्छ। तर यदि म नाम्चीमै बस्ने हो भने त मैले प्रचार गरेको कुरालाई जीवनशैलीले ब्याकअप गर्नु पऱ्यो नि त, होइन? अनि यो प्रब्लम सल्भ हुनुको लागि चाहिँ आई थिङ्क अब चर्च, तपाईँहरू जतिले ख्रिस्टलाई चिन्नु भएको छ, ज्योति पाउनु भएको छ, जीवनको अर्थ बुझ्नु भएको छ, तपाईँहरू सक्रिय हुनुपर्छ। प्लान गर्नुहोस्, भिजन देख्नुहोस्, प्रोग्रामहरू बनाउनुहोस्, उनीहरूलाई रिच आउट गर्ने तरिकाहरू खोज्नुहोस् है, साथी बनाउनुहोस्, कफीमा लानुहोस्, स्पोर्ट्स इभेन्टमा बोलाउनुहोस्, कन्सर्टमा बोलाउनुहोस्, बी विथ देम होइन। यस्तो रिलेसनसिप बनाउनुहोस् जहाँनिर दे क्यान कल यु, दे क्यान टक विथ यु, क्या हुन्छ नि। आई थिङ्क वी हेभ टु डु द्याट, क्या त्यो गर्नुपर्ने हुन्छ। सो एड्रियन देवानले यो उमेरमा आइपुगेर वाट विल बी यर मेसेज क्या हो यङ पिपलहरूको लागि? तपाईँकोबाट के मेसेज हुन्छ? म चाहिँ अब पर्सनली एकदमै फ्यासिनेट भएको चाहिँ पर्सन अफ जिजस क्राइस्टबाट हो है। अब सुन्दा रिलिजियस हुन्छ, तर वी अल नो द्याट प्रभु येशू रिलिजन प्रमोट गर्नु आउनु भएको होइन। हि लिभड अ लाइफ, हि इज द बेस्ट मोडल। अनि म चाहिँ के सल्लाह दिन्छु भनेदेखिलाई नि, बोथ क्रिस्चियन्स नन क्रिस्चियन्सलाई स्टडी द लाइफ अफ जिजस क्राइस्ट भन्छु क्या। एकपल्ट स्टडी गर्नुहोस् न, एकपल्ट स्टडी गर्नुहोस्। उहाँले भनेको कुराहरूलाई पढ्ने मात्रै होइन, एकपल्ट घोरिनुहोस् क्या त्यसमा। इफ यु फल इन लभ विथ द रिभिल्ड क्राइस्ट, आई थिङ्क तपाईँले ख्रिस्टलाई हेरेर नै पुरा बाँच्ने, तपाईँले जिउने, झेल्ने, तपाईँले पुरै शक्ति प्राप्त गर्नुहुन्छ क्या। हि इज द बेस्ट मोडल, बेस्ट स्कुल, म त्यो भन्न चाहन्छु। ओके, सो यो यीशु ख्रिस्टलाई माया गर्ने कुरा, यो सोध्नु मन पऱ्यो मलाई दाजु एन्ड्रुमा। यीशु ख्रिस्टलाई माया गर्ने कुरा यो इन्टेन्सिटीमा कसरी पुग्यो दाजु तपाईँको जीवनमा? धेरैले भन्छ क्या यस्तो, कस्तो भने मेरो प्रब्लम चाहिँ यो हो कि म प्रभुलाई माया गर्नुपर्ने जति माया गर्नै सक्दैन भन्छ क्या। तर प्रब्लम त्यो होइन, प्रब्लम मैले प्रभुलाई माया गर्नु नसक्ने होइन, प्रब्लम चाहिँ मलाई प्रभुले कति माया गर्नुभएको छ नि त्यो बुझेको छुइनँ क्या मैले। प्रभु यीशु ख्रिस्टलाई माया गर्नुको लागि चाहिँ हामीले प्रभुले मलाई कति माया गर्नुभएको छ त्यो बुझ्नुपर्ने हुन्छ। किन लभ इज रिस्पोन्स क्या। लभ त बल गरेर आउँदैन नि, लभ त फ्री फ्लोइङ हो है, एन्ड इट हेज नो लिमिट्स। अनि प्रभु यीशु ख्रिस्टले बियोन्ड द लिमिट्स मलाई माया गरेको गहनता जति पवित्र आत्माले मेरो हृदयमा छाप्नुहुन्छ त्यति मेरोबाट पनि उहाँको अनर, उहाँको इज्जत, सम्मान र उहाँको ख्यातिको लागि मेरो हृदयबाट भावना, शब्द, विचारहरू ओर्लेर आउने हो क्या। त्यो हुन्छ। सो इफ यु वान्ट टु लभ जिजस मोर, फोकस अन हाउ मच हि हेज लभड यु क्या। स्टडी गर्नुहोस्, त्यो वचनमा घोरिनुहोस् क्या, देन इट विल ब्रिङ गुड रिजल्ट्स। अफकोर्स तर त्यो भन्दै गर्दाखेरि मैले प्रभु यीशु ख्रिस्टको बारेमा पढ्ने, ज्ञान लिने कुरालाई नलिफाई गरेको चाहिँ होइन है। प्रभु यीशु ख्रिस्टको ज्ञान, प्रभु यीशु ख्रिस्टले गर्नुभएको काम, उहाँको नामलाई पढेर नै टाउकोबाट नै हाम्रो मुटुमा जाने हो क्या त्यो कुराहरू चाहिँ। दाजु कुन स्कुल पढ्नु भएको होला? किन तपाईँको भोक्याबुलेरीहरू एकदम रिच छ नि त, स्कुलिङले कति फरक पाऱ्यो? म यस्तो कि म आधी घन्टा मात्रै रिच हो मेरो भोक्याबुलेरी। अब म अझै 1 घन्टा तपाईँहरूसँग बसेँ भने अल्छी लाग्छ तपाईँहरूलाई, किनभने आई विल बी रिपिटिङ सेम वर्ड्स क्या। मैले सिक्दैछु। म सेन्ट जेभियर्स पेदोङ पढेको सानोमा, क्लास 4सम्म। त्यहाँदेखि 7सम्म स्प्रिङ बर्न एकाडेमी पढेको, त्यहाँदेखि 8देखि 12सम्म सेन्ट जर्ज पढेको, अनि त्यसपछि सिलगढी पढेको। मेरो भोकाबुलरी स्ट्रङ छैन, तपाईँलाई त्यस्तो लागेको हो, विकै छ, बट आई रिड अ लट अफ बुक्स। स्कुल लाइफदेखि नै किताब
चाहिँ पढ्ने एउटा मैले प्रेरणा पाएँ अनि त्यसरी नै बानी पनि बसालेँ। मेरो अब मैले मिनिस्ट्रीमा पनि मेरो वास्तवमा सेल्फ स्टडी धेरै छ। अब मैले सेल्फ स्टडी गरेको कुराहरू नै म प्रायः भन्छु। मेरो त्यस्तो थियोलोजिकल डिग्री पनि छैन होइन, मैले BTH गरेको हो। अब मैले MTHहरू केही पनि गरेको छैन, तर मेरो सेल्फ स्टडीको भरमा नै मैले सिकाउने प्रयास गर्दैछु। जुन कुरामा सुधार्नुपर्ने कुराहरू धेरै छ। तर अब बाइबल टिचर र सङ्गराइटर भएपछि शब्दलाई त हामीले प्रेम गर्नै पर्छ अनि शब्दहरू चाहिँ सिक्नै पर्ने हुन्छ क्या। त्यो चाहिँ मैले जिम्मेवारीता पनि ठानेको छु। विशेष नेपाली भाषाप्रति अझै माया चाहिँ मलाई काठमाडौँ गएपछि लाग्न थाल्यो क्या, अझै आयो। किनभने काठमाडौँ तपाईँहरू नेपालमा केही समय बस्नु भएदेखिलाई तपाईँलाई नेपाली पुरा मन पर्न थाल्छ क्या। त्यो मैले चाहिँ आई एम सो थ्याङ्कफुल टु काठमाडौँ एन्ड द चर्च वेयर आई वाज क्रसवे चर्च, त्यहाँका सिनियर पास्टर जोहरूले नेपाली बोलेको एकदम मन पर्थ्यो क्या मलाई नि। त्यो कहिले नसुनेको शब्दहरू। नेपाली भाषा साहित्यमा एकदम धनी पनि छ। सो मेनी पर्यायवाचीहरू छ क्या नेपालमा नि। यसरी नेपाली भाषामा यति बेसी सिनोनिम्सहरू छ अनि त्योहरूमा हामीले ध्यान दिनु सक्यो भने हाम्रो एक्सप्रेसनहरू माइरिएड हुनसक्छ क्या। थुप्रो प्रकारले हामीले त्यसलाई एक्सप्रेस गर्न सक्छौँ, जो म सिक्दैछु। हाम्रो अहिलेको नयाँ आउँदै गर्ने जेनजी अहिले त अर्को बेटा भन्ने केमा पनि पुग्यो। त्यो कस्तो छ भनेदेखिलाई कम्प्लेक्स अनि त उनीहरू नेपाली बोल्छ तर नेपाली लेख्नु सक्दैन, इङ्ग्लिसमा लेख्छ तर इङ्ग्लिस पनि त्यो प्रिसाइज बोल्नु सक्दैन। सो कम्प्लेक्स छ नि त है। सो एनिथिङ जे भयो भने थ्याङ्क यू दाजु तपाईँको टाइमको लागि। आई थिङ्क हामीले जति कुराहरू बोल्यो है त्योभन्दा मेरो जहिले पनि प्रार्थना यो छ यो पडकास्टमा कि पवित्र आत्मा बोलोस् क्या। किनभने मान्छेले बोलेर हुने भएको भए त यीशु ख्रीष्टको निड थिएन क्या। अनि बोलेर गफ गरेर सम्झाएर एउटा मान्छे सम्झिने भए यीशु ख्रीष्ट क्रुसमा पनि जानु पर्दैन क्या। सो जत्तिकै लामो बोल्यो भने पनि एउटा मान्छेले जबसम्म आफ्नो हृदयलाई प्रभुलाई दिँदैन त्यो सबै कुरा बेकार हुन्छ नि त। सो यो पडकास्ट यो डल्लै सेटअप यो टिमको गोल चाहिँ एउटै हो क्या, एउटा मान्छेको जीवनमा यीशु ख्रीष्टको बारेमा एउटा कुरा हाल्नु सक्यो भने पनि हामीले अनन्ततालाई छुन सक्छौँ क्या। अनि त्यो चाहिँ सफल भयौँ हामी है। अनि त्यो सबैको हिस्सा तपाईँ पनि बनिदिनु भयो, त्यसको लागि थ्याङ्क यू। आइदिनु भयो है। थ्याङ्क यू फर मेकिङ मी अ पार्ट अफ दिस। आई थिङ्क अहिलेसम्मको सबैभन्दा टाढो गेस्ट भनौँ न यो पडकास्टको, अल द वे फ्रम काठमाडौँ है। यहाँनिर नाम्चीमा जैतुन छायाको लागि हुनुहुन्छ, जो हामीले सुन्यौँ उसको भिजनहरू पनि। जैतुन छाया चाहिँ भोलि छ, यो सुट आज 27मा हुँदैछ, 28मा जैतुन छाया। सो थ्याङ्क यू फर दाजु कमिङ, थ्याङ्क यू दाजु सबै कुराको लागि तपाईँको टाइमको लागि। सो आई थिङ्क दिस इज इट है। हुन्छ, जय मसीह। प्रभु यीशु ख्रीष्ट हामी तपाईँलाई धन्यवाद दिन्छौँ। प्रभु यो कोठामा जतिजना छ उनीहरूको जीवनको लागि प्रभु तपाईँलाई धन्यवाद। एड्रियन दाजु, उहाँको जीवन, उहाँको मिनिस्ट्री, उहाँको परिवार, उहाँको सम्बन्ध सम्पत्ति प्रभु सबैको लागि त ग्रोथ लाउँछु। म धन्यवाद दिन्छु उहाँको जीवन मिनिस्ट्रीले प्रभु हजारौँ नि हजारलाई ब्लेस गरिराखेको छ। प्रभु मेरो यो प्रार्थना छ प्रभु आजको दिनमा उहाँको जीवनलाई अझै चलाउनुहोस् प्रभु, अझै इफेक्टिभ वेमा प्रभु, अझै तपाईँले कसरी चाहनुहुन्छ प्रभु। तपाईँको बोलावटमा तपाईँको शक्तिशाली छोरा भइकन प्रभु तपाईँले एड्रियन दाजुको जीवनलाई अझै चलाउनुहोस् प्रभु। यो कोठामा जतिजना छ म उनीहरूको जीवन, उनीहरूको सम्बन्ध सम्पत्ति सबै कुरामा तपाईँको रगत लाउँछु। अनि प्रभु मेरो प्रार्थना यो छ हामी जतिजना यो कोठाभित्र आएको छौँ प्रभु हामीले हाम्रो विश्वासको यात्रालाई पुरा गर्न सकौँ प्रभु। संसार अँध्यारो छ प्रभु, संसारमा आशा छैन प्रभु, संसार दिनदिनै बिग्रिँदै गएको छ। अनि बिग्रिँदै गएको संसारमा प्रभु हामीले हाम्रो विश्वासको यात्रालाई प्रभु तपाईँको ज्योतिमा उभिकन, तपाईँको वचनको सत्यतामा उभिकन हामीले हाम्रो विश्वासको यात्रालाई पुरा गर्न सकौँ। अनि यो सबै कुराले प्रभु तपाईँलाई महिमा भएको होस्। धन्यवाद प्रभु सबै कुराहरूको लागि महिमा लिनुहोस्। हामी एक एक कुराहरूबाट सबै कुरामा तपाईँको हातमा राख्दै आशिष अनि अनुग्रह चाहन्छौँ येशू तपाईँको नाममा, आमेन।